सम्पूर्णमा नमस्कार, जय नेपाल। सम्पूर्णमा नमस्कार, जय नेपाल। नेपाली कांग्रेस केन्द्रीय प्रचार प्रसार समितिको सहकार्यमा जेनजी डेमोक्राट्स नेपालद्वारा आयोजना गर्न गइरहेको यस कांग्रेस डबली कार्यक्रमको गैर कांग्रेसको दृष्टिमा नेपाली कांग्रेस श्रृंखलाको आज दोस्रो एपिसोडमा हामी छौं। पहिलो अंक हामीले माघ 16 गते शहीद दिवसको दिनबाट प्रारम्भ गर्यौं। उक्त दिन हामीले गैर कांग्रेसको नजरमा अबको कांग्रेस अर्थात् त्यस सेसनमा चाहिँ हामीले मिडियाको पर्सपेक्टिभबाट यो बदलिएको कांग्रेसलाई कसरी बुझिएको छ र कसरी अगाडि बढ्नुपर्छ भन्ने धारणाहरूमा केन्द्रित रहेर छलफल गर्यौं भने आजको दोस्रो अंकमा हामीले राजनीतिक विश्लेषकहरूको पर्सपेक्टिभबाट त्यो एरियाबाट पोलिटिकल फिलोसोफिकल ब्याकग्राउन्डहरूको दृष्टिकोणबाट कसरी बुझिएको छ त बदलियो कांग्रेस बदल्छौं देश भनेर हामीले नीतिसँगै नेतृत्व परिवर्तन गरेर विशेष महाधिवेशन पश्चात निर्वाचनमा होमिरहेको परिस्थिति छ। हामीले बदलिएको कुरालाई अब व्यवहारमा सँगसँगै गर्दै कसरी अगाडि बढ्न सक्छौं त्यो दृष्टिकोणबाट हामीलाई सुझावहरू प्राप्त हुनेछ भन्ने विषयवस्तुको वरिपरि रहेर आज हामी यस दोस्रो अंकलाई अगाडि बढाउनेछौं र म ढिला नगरिकन अबको हाम्रो दोस्रो एपिसोडको विषयवस्तुमा केन्द्रित रहनको लागि आजको यस एपिसोडका मोडरेटर साजन योजनजीलाई अगाडि आउनको लागि अनुरोध गर्न चाहन्छु र यो फ्लोर उहाँलाई हस्तान्तरण गर्न चाहन्छु र सँगै आजको हाम्रो स्रोत वक्ता मुमराम खनाल सरलाई पनि अगाडि आएर बसिदिनु हुनको लागि र सेसनमा सहभागिताको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। कृपया उहाँलाई जोरदार तरिकाले स्वागत गरिदिनु र अनुरोध गर्न चाहे। साजनजी, up to you. धन्यवाद विकलजी। विशेष गरी हामी आज कांग्रेस डबलीको दोस्रो श्रृङ्खलामा छौँ, यानि एपिसोड 2। यसभन्दा अगाडि पनि हामीले श्रृङ्खला 1 मा वसन्त बस्नेत ज्यूसँग पनि हामीले वार्तालाप गरेको र त्यहाँबाट कांग्रेसलाई जुन यो रूपान्तरित कांग्रेस छ त्यहाँ थप सुदृढ कसरी बनाउन सकिन्छ वा कांग्रेसको जुन यो रूपान्तरित मर्म छ यसलाई थप कसरी संस्थागत गर्न सकिन्छ भन्ने विषयको वरपर रहेर हामीले टेकअवेजहरू लिएका थियौँ र त्यसलाई हामीले कार्यान्वयन गर्ने एउटा जमर्को निम्ति पनि पहलकदमी पनि गर्नेछौँ भन्ने हामीले एउटा आश्वासन सँगसँगै एउटा विश्वास पनि राखेका छौँ। र आजको यो सिरिज छ, सिरिजको श्रृङ्खला छ। यस श्रृङ्खलामा चाहिँ हामीसँग हुनुहुन्छ मुमराम खनाल सर। उहाँ राजनीतिक विश्लेषक सँगसँगै मैले उहाँलाई राजनीतिक विश्लेषक मात्रै नभनी एउटा नागरिक समाजको एउटा एक्टर, एउटा घटकको रूपमा पनि बुझ्न चाहेको छु। विशेष गरी हामीले कुनै पनि राजनीतिक दल वा कुनै पनि राजनीतिक पार्टी हामीले हेर्दै गर्दाखेरि उहाँहरूको एउटा अब्जर्भेसन के हुन्छ त समाजलाई नजिकबाट निहाल्नु भएको हुन्छ। कुनै एउटा विचारधाराले हामीले समाज परिवर्तन गर्न सक्छौँ कि भन्ने एउटा जमर्को गर्नुभएको हुन्छ वा राजनीतिक दलहरूको एउटा आफ्नै किसिमको अब्जर्भेसन हुन्छ। क्वान्टम फिजिक्समा एउटा भनाइ छ, द अब्जर्भर इज द अब्जर्भड। यानि हामीले राजनीतिक दलले नेपाली कांग्रेसले समाजलाई एक आयामबाट त बुझेका होला वा बहुआयामलाई हामीले एउटा न्युट्रल एउटा आयामबाट बुझेका होला, तर हाम्रो त्यो बुझाइ कति यथार्थपरक छ, त्यो कति वस्तुपरक छ र त्यसले भोलिको दिनमा समाज निर्माणमा के कतिको चाहिँ दिशानिर्देश गर्छ भन्ने कुरामा हामी के कतिको चाहिँ युक्तिसङ्गत, तर्कसङ्गत वा तादात्म्यता राख्छौँ भन्नको निम्ति, त्यो बुझाइराख्नुको निम्ति पनि हामीले आज चाहिँ मुमराम खनाल सरलाई हामीले आग्रह गऱ्यौँ र हाम्रो आग्रहलाई स्वीकार गरेर आइदिनु भएकोमा धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु। र हजुरले अहिलेको वर्तमान अवस्थामा नेपाली कांग्रेसलाई हामीले त समाजलाई अब्जर्भ गर्यौँ र यो समाजलाई अब्जर्भ गरेर जुन किसिमको हामीले रूपान्तरण गरेका छौँ त्यसलाई चाहिँ हजुरले कसरी अब्जर्भ गर्नुभएको छ वा द अब्जर्भर कांग्रेसलाई चाहिँ हजुरले कसरी अब्जर्भ गरिदिनु भएको छ?
धन्यवाद साजनजी र यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूमा म हार्दिक आभार तथा धन्यवाद प्रकट गर्न चाहन्छु र मलाई चाहिँ यस चाहिँ यो जेन जेड डेमोक्रेट जुन चाहिँ एउटा नयाँ हामीले चाहिँ यो 72, 23, 24 गतेको आन्दोलनपछि नेपालमा जेनजी भन्ने पनि जेनजेड भन्नुहोस् त्यो दुवै एउटै नै हो तर जेनजेड चाहिँ अलिक बढी प्रयोग गर्छु तपाईँले पनि यहाँ त्यो लेख्नु भएको छ यसरी चाहिँ एउटा पार्टीलाई हेर्ने दृष्टिकोणमा मलाई कहिलेकाहीँ अलिकति अलमल पनि के लाग्छ भने यो राजनीतिक पार्टीलाई जुन हेर्ने एउटा दृष्टिकोण हो त्यसमा चाहिँ राजनीति गर्नेले एउटा एङ्गलबाट हेरिरहेको हुन्छ राजनीतिलाई प्रेम मात्रै गर्नेले अलि टाढाबाट अर्कै ढङ्गले हेरिरहेको हुन्छ र राजनीतिसँग मतलबै नभएको पङ्क्तिले चाहिँ राजनीतिक पार्टी र त्यसका नेता अथवा त्यसको संरचना अथवा त्यसको विचारलाई भिन्दै ढङ्गले हेरिरहेको हुन्छ तपाईँले भने जस्तै यसलाई चाहिँ वास्तवमा साइन्समा फिजिक्समा पनि तपाईँ थ्योरी अफ रिलेटिभिटीमा यो अब्जर्भरले तपाईँ एउटै घटनालाई पनि दुईटा अब्जर्भरले जुन चाहिँ लेन्थ कन्ट्राक्सन भन्छ छुट्टा छुट्टै लेन्थबाट हेर्नुभयो भने म पनि विज्ञानको विद्यार्थी भयो भने मैले तपाईँको न्युक्लियर फिजिक्सको उदाहरण चाहिँ म रिलेटिभिटीबाट दिन खोजेको के भन्नुहुन्छ भने त्यो टाइम डाइलेसन र लेन्थ कन्ट्राक्सन भन्ने जुन चाहिँ थ्योरी अफ रिलेटिभिटीमा पढ्नुहुन्छ त्यो चाहिँ एउटै अब्जर्भरले पनि राजनीति भने कस्तो रहेछ भने त्यही राजनीतिमा तपाईँ जुन पार्टीमा लाग्नुभएको छ त्यही पार्टीको मान्छेले पनि माथिल्लो मान्छेले र माथिल्लो पदमा रहेको मान्छेले अर्कै बुझेको हुन्छ भने त्यसभन्दा तलको पदमा रहेको मान्छे अथवा भिन्न भूमिका रहेको मान्छेले अर्कै ढङ्गले बुझिरहेको हुन्छ अब त्यसको चाहिँ त्यही पार्टीमा रहेको बुद्धिजीवी र त्यसको बाहिर रहेकोले अर्कै ढङ्गले बुझिरहेको हुन्छ त्यसमाले यो अब्जर्भरले चाहिँ एउटा पार्टीलाई हेर्ने दृष्टिकोणमा चाहिँ मेरो चाहिँ जुन ठाउँ हो म त्यो ठाउँबाट मात्रै यसलाई हेर्ने कोसिस गर्नेछु जो चाहिँ म कङ्ग्रेस पार्टीलाई त मैले चाहिँ धेरै वर्षदेखि म पनि राजनीतिमै लागेको एउटा मान्छे हुँ तर मैले धेरै वर्ष भयो राजनीति छोडेको पनि लाग्ने भन्दा छोड्ने धेरै वर्ष भइसक्यो त्यस हिसाबले मैले चाहिँ कङ्ग्रेसलाई म उभिएको ठाउँबाट हिजोको कङ्ग्रेस त्यसपछि रूपान्तरित कङ्ग्रेसलाई मैले कसरी लिन्छु भन्ने कुरा यो नितान्त मेरो चाहिँ ठाउँबाट एउटा चाहिँ स्वतन्त्र अब्जर्भर जुन चाहिँ तपाईँहरूको ठाउँभन्दा भिन्न ठाउँमा बसेर उसले हेरिरहेको छ भन्ने अर्थमा लिइदिनु होला भन्ने म चाहिँ पहिले नै यो आग्रह गर्न चाहन्छु र मलाई चाहिँ के लाग्छ भने नेपालको सन्दर्भमा दुईवटा पार्टीहरू जो चाहिँ 6 सालको आसपासबाट त्यसले एउटा संरचना र विचारको जगबाट उठे र लामो समयसम्म चाहिँ जुन एउटा संस्थापक शक्ति भन्छ नि प्रो इस्टाब्लिसमेन्ट फोर्स त्यो एउटा चाहिँ निरङ्कुश राजतन्त्र थियो त्यसका विरुद्धमा सङ्घर्ष गर्ने उद्देश्यका साथ यी दुई पार्टीहरू चाहिँ दुईटा चाहिँ विचारधाराहरू नेपालको चाहिँ सन्दर्भमा हेर्नुहुन्छ भने त्यो टुटफुट विभाजनहरू आफ्नै ठाउँमा होला तर 46 सालसम्म करिब यी नै पार्टीहरू नै सबैभन्दा ग्रासरुट लेभलमा सङ्घर्षको पर्याय जस्तै बने त्यसका आफ्नै ल्याकिङहरू पनि छन् फेरि त्यस्तो हुनु एउटा चाहिँ स्टेट बिल्डिङका लागि कति खतरनाक हुँदो रहेछ भन्ने पनि देखिन्छ किनकि लामो समय चाहिँ यी पार्टीको गठन नै तपाईँको चाहिँ राणा शासन अथवा चाहिँ निरङ्कुश तन्त्रको अन्त्यका लागि भयो के यो चाहिँ नेसन बिल्डिङसँग जोडिएरै आउने जसरी तपाईँ जर्मनीमा बिस्मार्कहरू भए अथवा इटलीमा गेरिबाल्डीहरू भए त्यसको आधार अथवा उपरि संरचनाबाट चाहिँ नेसन बिल्डिङसँगै जोडिएर आउने भारतकै कङ्ग्रेसको कुरा गर्नुहुन्छ भने पनि उनीहरू चाहिँ वास्तवमा त्यो भारत निर्माणको जगसँगै आए उनीहरू चाहिँ एउटा विद्रोही शक्ति भएर आएको होइन उनीहरूले चाहिँ अङ्ग्रेजलाई त्यहाँबाट हटाउनुपर्छ हामी नै हो यहाँको चाहिँ खास चाहिँ संस्थापक भन्ने भयो तर नेपालका पार्टीहरूले चाहिँ त्यो संस्थापक चाहिँ जिम्मा चाहिँ आफूले लिएनन् धेरै लामो समयसम्म जसले गर्दाखेरि सरकारमा हुँदाखेरि पनि अझ वामपन्थीहरूको त अहिलेसम्म पनि तपाईँ हेर्नुहुन्छ भने उनीहरू आफै प्रधानमन्त्री हुन्छ तर म चाहिँ सङ्घर्ष गर्छु अब सडकमा जान्छु भनिरहेको हुन्छ होइन यो चाहिँ कारण के हो भने हाम्रो हिस्ट्री नै टोटल हाम्रो चाहिँ दलीय इतिहास नै सङ्घर्षको मैदानबाट सङ्घर्ष गर्ने हो भन्नेबाट त्यो उत्पत्ति भएको छ त्यस कारणले मलाई चाहिँ कहिलेकाहीँ अझै पनि हामीले एउटा संस्थापक शक्ति खोजिरहेकै हुन्छौँ क्या जहिले पनि हाम्रा नेताले पनि त्यो खोजिरहेको हुन्छ त्यो अहिलेसम्म पनि आउँदाखेरि पनि त्यो चाहिँ त्यति धेरै अन्त्य भएको थिएन र त्यसलाई अन्त्य गर्नुपर्छ अब मैले काङ्ग्रेसलाई बुझेको कस्तो हो भने म विद्यार्थी कालमा छँदाखेरि वामपन्थी जुन साहित्य हो त्यो वामपन्थी साहित्यबाट हामीले चाहिँ काङ्ग्रेसलाई बुझ्थ्यौँ र त्यो
हामी चाहिँ आफैले नजानिँदै हामी चाहिँ वामपन्थी राजनीतिसँग नजिक भएको छौँ। हाम्रा शिक्षकहरूले गर्दा हाम्रा शिक्षकहरू वामपन्थी रहेछन्, हामीलाई थाहा थिएन। हामीलाई सानो सानो कुराबाट उहाँहरूले विभिन्न काममा चाहिँ लगाउनु भयो होइन। राति पोस्टर टाँस्नुदेखि लिएर वाल पेन्टिङ गर्नेसम्म त्यही क्रममा हामी चाहिँ वामपन्थी हुँदाखेरि मैले काङ्ग्रेसलाई अर्कै देख्थेँ, किनकि हामीले चाहिँ काङ्ग्रेस भनेको सबभन्दा ठुलो दुश्मन कम्युनिस्टको हो भनेर चाहिँ हामीलाई सिकाइहाल्यो। र 46 सालपछि बिस्तारै बिस्तारै आफैले जब हामीले चाहिँ 46 सालको परिवर्तनमा हामी पनि सक्रिय सहभागी भयौँ। कम्युनिस्ट र काङ्ग्रेस एकै ठाउँ भयौँ, हाम्रा सँगै कमिटी बने। मलाई चाहिँ सम्झना छ, हाम्रो चाहिँ कमलेश तौलेवामा हामीले चाहिँ कपिलवस्तुमै हामी काङ्ग्रेसको नेतृत्वमा वामपन्थीहरूसहित हामीले चाहिँ त्यो कमिटीहरू पनि बनायौँ। हामीलाई पार्टीले कारवाही गर्यो होइन, यो त कहाँ यो काङ्ग्रेससँग चाहिँ मिलेर चाहिँ तिमीहरू चाहिँ बहुदल ल्याउने कुरा गर्छौ भनेर हाम्रो पार्टीले नै कारवाही गर्यो। मतलब त्यस यता मैले चाहिँ काङ्ग्रेसलाई चाहिँ कसरी हेर्थेँ भने काङ्ग्रेसको चाहिँ जुन संरचना हो त्यो चाहिँ असाध्यै खुकुलो थियो। समाजमा चाहिँ खुकुलो संरचना भएको पार्टी र हामी त्यति बेला के ठान्थ्यौँ भने यस्तो खुकुलो संरचना भएको पार्टीले खासै राजनीतिक रूपान्तरण गर्न सक्थेन, किनकि हाम्रो बुद्धि त्यति बेला बिस्तारै बिस्तारै त्यस्तो थियो। त्यो बिस्तारै बिस्तारै मैले बुझ्दै जाँदा समाजको खुलापन अथवा समाजमा पार्टीको खुलापनले के महत्त्व राख्दो रहेछ भनेर जब बुझ्दै जाँदाखेरि बल्ल चाहिँ हामीले यो बहुदलीय चाहिँ कालमा 2046 सालको परिवर्तनपछि म पनि वामपन्थीहरूको संरचना, वामपन्थीहरूको काम गर्ने तरिका त्योसँग अलिकति असहमत हुँदै गएँ। नेताहरूसँग चाहिँ त्यो कुरा मैले चाहिँ काङ्ग्रेसबाट सिकेको कुरा हो। चाहिँ के भने काङ्ग्रेसको जस्तो अलिक खुकुलो सङ्गठन हुनु पर्यो, नेतालाई अलिकति चाहिँ आँखा कर्कै गरेर कारवाही गरिहाल्ने यस्तो पार्टी त कसरी हुन्छ भनेर मैले त्यसरी हेर्न थालेँ। त्यो हेर्दा हेर्दै म काङ्ग्रेसका केही नेताहरू जो आदरणीय प्रदीप दाईसँग धेरै नै नजिक भएर म चाहिँ अहिले प्रधानमन्त्रीको श्रीमान हुन्छ उहाँ दुर्गा दाईहरू, उहाँहरूसँग म इन्डियामा पढ्दाखेरि पनि उहाँसँग बाक्लो सङ्गत भयो। त्यसपछि मैले चाहिँ काङ्ग्रेसको संरचना र कम्युनिस्टको संरचनाको बिचमा चाहिँ आफै जब चाहिँ त्यो पार्टीमा गएर आफै सेन्ट्रल कमिटीमा बसेर जब चाहिँ त्यो डिबेटहरू गर्न थालेँ, म किशोर नै थिएँ त्यति बेला। त्यसपछि मैले चाहिँ धेरै टटकार रूपमा अनुभूति के गरेँ भने हामीले बाहिरबाट जसरी काङ्ग्रेसलाई हेरिरहेको थियौँ त्योभन्दा अलिकति भिन्नै त्यसको संरचना छ भन्ने चाहिँ लाग्थ्यो। तर पनि त्यो सोसल इनर्सिया चाहिँ जुन काङ्ग्रेसभित्र थियो त्यो सोसल इनर्सिया चाहिँ मलाई अलिकति कस्तो जड खालको चाहिँ सोच हो भन्ने चाहिँ लाग्थ्यो। तर चाहिँ त्यसको खुकुलो संरचनाले मलाई आकर्षित गर्दै लगेको थियो। त्यो आकर्षण चाहिँ अरू धेरै कारणहरू पनि थिए। र अहिले आएर काङ्ग्रेसभित्र जुन रूपान्तरणको कुरा गर्नुभयो तपाईँले, त्यो रूपान्तरण किन सम्भव रहेछ भन्नुहुन्छ भने अहिले पनि वामपन्थी पार्टीहरूमा पनि विभिन्न खालका चाहिँ हलचलहरू भए यो जेनजी आन्दोलनपछि, किनकि यसको भावना, यसको स्पिरिट भनेको मूलत हाम्रा चाहिँ संरचनाहरू, हाम्रा चाहिँ राज्यका संरचनाहरूले सेवा प्रवाह गर्न सकेन र हाम्रो चाहिँ जुन निम्न आय भएको मुलुक हो त्यो निम्न आय भएको मुलुकलाई मध्यम आयसम्म यसले तान्नै सकेन भनेर र त्यसले रोजगारी सिर्जना गर्न पनि सकेन। राज्यको रोजगारी गर्ने त सम्भावनै हुन्न। राज्यको रोजगारी भनेको त तपाईँ 10-12% नै हो संसारमा। तर निजी क्षेत्रलाई चाहिँ हामीले जुन चाहिँ हाम्रो राजनीतिले हेर्ने दृष्टिकोण हो त्यो दृष्टिकोण धेरै नै दुराशयपूर्ण र त्यो चाहिँ उत्पादनको विरोधी थियो। र त्यसमा चाहिँ कङ्ग्रेसमा पनि त्यो समस्याहरू थियो। तर बिस्तारै बिस्तारै कङ्ग्रेसमा चाहिँ सुरुवातदेखि नै त्यसले चाहिँ यसलाई चिर्दै चाहिँ लगेको थियो। तर वामपन्थीहरूको अत्यधिक ठुलो उपस्थितिले त्यो कुरालाई चाहिँ अझै पनि कङ्ग्रेसले एउटा डिपार्चर त्यसमा राख्न सकेको थिएन। र म आशावादी के छु भने त्यो खुकुलो संरचनाप्रति चाहिँ तलैदेखि जो इन्डक्टिभनेस आएको छ कङ्ग्रेसमा, माथिबाट चाहिँ यही कुरा रूपान्तरण भएको भए मलाई लाग्छ यति ठुलो हलचल र यसप्रतिको हाम्रो चाहिँ दृष्टिकोण यो ढङ्गले चाहिँ मुखरित हुन पाउने थिएन। तर यसले चाहिँ जुन ढङ्गले चाहिँ त्यो इन्डक्टिभनेस यसले आफैमा यो अभ्यास गर्यो, तलदेखि चाहिँ यसले परिवर्तनको चाहिँ जुन जग बसाल्यो, त्यो रूपान्तरदेखि चाहिँ म वास्तवमै मैले मेरो ठाउँबाट हेर्दा त्यो इन्डक्टिभनेस जुन पार्टीमा छ हो त्यो पार्टीमा आगो छ र त्यो पार्टीले चाहिँ त्यसको डेमोक्रेसीलाई बचाउन सक्छ भने त्यसले निश्चय पनि फेरि राष्ट्रको डेमोक्रेसीमा ठुलो परिवर्तन ल्याउन सक्छ। जुन हाम्रा यसपछि हामी फेरि कुरा गरौँला, जुन इन्स्टिट्युसनल जुन खालको ड्यामेज भएको छ हाम्रो अथवा इन्स्टिट्युसनल जुन डिके भएको छ त्यसको प्रमुख कारण मध्ये हाम्रो चाहिँ पार्टीभित्र रहेको अनडेमोक्रेटिक चाहिँ जुन स्ट्रक्चर हो
त्यसले नै हाम्रो चाहिँ इन्स्टिट्युसनल डिके ल्याएको हो र पोलिटिकल डिके ल्याएको भन्नेमा म धेरै बोल्ने लेख्ने गरेर आएको हो र त्यसलाई चाहिँ वास्तवमा अहिलेको काङ्ग्रेसको परिवर्तनले त्यो इन्डक्टिभनेस जसरी देखा पर्यो त्यसमा चाहिँ एउटा उत्प्रेरकको एउटा चाहिँ क्याटालिस्टको भूमिका चाहिँ आन्दोलनले पक्कै गर्यो। तर त्यसले चाहिँ काङ्ग्रेसको चाहिँ जुन इन्डक्टिभ चाहिँ एउटा जुन क्यारेक्टर हो त्यसलाई यसरी उजागर गरिदियो कि मलाई लाग्छ त्यो एनर्जी सबै पार्टीमा आओस् र यो चाहिँ काङ्ग्रेसबाट अरू पार्टीहरूले पनि त्यो खालको त्यो डिटर्मिनिस्टिक होइन, नेताले चाहेर मात्रै परिवर्तन होइन, त्यो आफै तलदेखि कार्यकर्ताहरूले अझ जनस्तरबाटै चाहिँ आउने खालको चाहिँ परिवर्तन जुन देखा परेको छ यो चाहिँ यो रूपान्तरलाई मैले चाहिँ नेपालको चाहिँ राजनीतिक पार्टीमा जुन खालको जमेको एउटा जडता हो त्यसलाई चाहिँ यसले काहीँ न काहीँबाट एउटा ठुलो इन्टरभेन्सन गर्यो र यो इन्टरभेन्सनले पक्कै पनि चाहिँ अरू पार्टीहरूमा पनि एउटा राम्रो खालको बहस हलचल चाहिँ ल्याउँछ भन्ने मलाई चाहिँ लाग्छ। पक्कै पनि सरले जुन प्रसङ्ग जोड्नुभयो त्यो अनडेमोक्रेटिक जुन एउटा हाम्रो एप्रोच थियो जसलाई हामीले छिर्यौँ भन्यौँ। हामीले पछिल्लो समय 2010को दशकदेखि लिएर 20को दशक जुन यो अहिले हेरौँ, हेर्दै गर्दाखेरि यो डेमोक्रेसीको कुरा कसरी पनि व्याख्या भएको छ वा कसरी पनि यसलाई एनालाइज गरेको छ भन्दै गर्दाखेरि संसारभरको मुलुकहरूमा एउटा लिबरल डेमोक्रेट्स संस्थाहरू नै निर्माण हुन नसकेको भन्ने किसिमको एउटा अब्जर्भेसन पनि देखियो। जस्तै कतिपय मुलुकहरू डेमोक्रेट्स नहुने तर उनीहरू इलिबरल भइदिने र कतिपय मुलुकहरू लिबरल त भइदिने तर अनडेमोक्रेटिक भइदिने। अर्थात् ठ्याक्कै यसको फ्रेजेस टर्मिनोलोजी छ इलिबरल डेमोक्रेटिक र अनडेमोक्रेटिक लिबरलिजम। अनि हामीले हेर्दै गर्दाखेरि डेमोक्रेसीलाई जोन हपकिन्स विश्वविद्यालयको एउटा प्रेसमा एउटा आर्टिकल पनि थियो, वाट इन्स्टिट्युसन ट्रुली सपोर्ट डेमोक्रेसी, कस्तो इन्स्टिट्युसनहरूले चाहिँ डेमोक्रेसीलाई हजुरले नै भन्नुभएको जस्तो क्षय गर्छ भन्ने स्थिति थियो। र मैले अब यो प्रसङ्ग जोड्दै गर्दाखेरि हामीले काङ्ग्रेसलाई बदल्यौँ भनेर भनेको छु। मैले हामीले काङ्ग्रेस बदल्यौँ भन्दै गर्दाखेरि वा मैले देख्दै गर्दाखेरि काङ्ग्रेस त हामीले बदल्यौँ हो, हामीले निर्माण गरेको पक्कै नयाँ काङ्ग्रेसै हो। तर हामीले काङ्ग्रेसलाई हेर्दै गर्दाखेरि काङ्ग्रेसको कुन चाहिँ कालखण्डलाई हेर्ने त, किनकि काङ्ग्रेस त 2003 सालको नेपाल राष्ट्रिय काङ्ग्रेसदेखि आजको विशेष महाधिवेशनबाट बनेको काङ्ग्रेससम्मको यात्रा हेर्दै गर्दाखेरि हामीले छोटो रूपमा मात्रै हेर्दै गर्दाखेरि जस्तै 2003 सालदेखि 2007 सालमा हेर्यो भने काङ्ग्रेसको रूप फरक थियो, मतलब क्रान्ति यानि विद्रोह यानि जनताको अधिकारको निम्ति लडेको। 2007 देखि 2015 सालमा हेर्यो भने केही समयलाई तत्क्षणको लागि सरकारमा रहे काङ्ग्रेस, तर राणा र बिचमा पछि गएर चाहिँ राजतन्त्रको जुन किसिमको हस्तक्षेप रह्यो, त्यसलाई त्रिभुवन राजाको जुन किसिमको हस्तक्षेप रह्यो र पछि गएर संविधान निर्माणको कुरा होस् वा चुनाव गराउने कुरामा होस्, ती बेला काङ्ग्रेस जनतामा नै रहिरह्यो। र 15 देखि 17 को बिचमा जब निर्वाचन भयो 2016 देखि 17 मा काङ्ग्रेस केही समय सरकारमा रह्यो र त्यो बेला काङ्ग्रेसले चाहिँ जस्तै भूमि सुधार ऐन जस्तै विभिन्न किसिमका रिफर्मेटिभ, अझ विशेष गरी त हजुरले वामपन्थी धारबाट भन्दै गर्दाखेरि त्यसलाई स्ट्रिक्टली बिपी कोइरालाले अभ्यास गरेर चाहिँ एउटा समाजवादी मोडलको नीतिगत हललाई चाहिँ उनले अप्नाएका थिए। र सँगसँगै त्यसपछि जब चाहिँ पुस 1 मा चाहिँ राजा मण्डलले कु गरे, त्यसपछि 2017 देखि 2036 सालसम्मका हामीले काङ्ग्रेस हेर्दै गर्दाखेरि फरक किसिमको काङ्ग्रेस थियो। फेरि जनताको चेतना निर्माण गर्ने, जनताको हक र अधिकारको निम्ति फेरि लड्ने एक किसिमको काङ्ग्रेस थियो, मतलब जनताको निम्ति उभिएको एउटा काङ्ग्रेस देख्छौँ। र फेरि हामीले जनमत सङ्ग्रह भयो, जनमत सङ्ग्रह पश्चात हामीले एउटा डेमोक्रेटिक इन्स्टिट्युसन भएको कारणले गर्दाखेरि जुन अभिमत थियो होला त्यसमा के किसिमको फ्याब्रिकेसनहरू थिए होला, तर त्यसलाई हामीले स्वीकार गऱ्यौँ। र फेरि 37 देखि 46 को काङ्ग्रेसको एउटा यात्रा छ। हामीले यो अहिलेसम्मको 46 सम्मको यात्रामा हेर्यो भने काङ्ग्रेस डेलिभरी दिने ठाउँमा केवल अङ्कगणितमा हेर्यो भने नितान्त काङ्ग्रेस स्पिड बोकेको काङ्ग्रेस जम्मा 2 वर्षको लागि बोकेको, जुन 2007 सालको र देखि 8 सालको एउटा अवधि र 2016 देखि 17 को अवधि हेर्दै गर्दा 2 वर्ष, तपाईँको करिब 45 वर्ष यानि अर्ध शताब्दी सम्मको अवस्थामा हामीले काङ्ग्रेसलाई हेर्दै गर्दाखेरि काङ्ग्रेस जम्मा 2 वर्ष मात्रै डेलिभरी दिने ठाउँमा थियो र काङ्ग्रेसले डेलिभरी पनि दिएकै हो। जुन भूमि सुधारको कुरा गऱ्यौँ त्यसको वामपन्थी धारबाट हेर्दै गर्दाखेरि हजुरले त्यसलाई छुट्टै रूपमा त्यसलाई हजुरले बुझ्नु नै भइरहेको छ। र सँगसँगै हामीले काङ्ग्रेसको 48 र 51 साललाई हेऱ्यौँ भने काङ्ग्रेसको एउटा त्यो गोल्डन एज मान्छ डेलिभरीको हकमा। जस्तै 48 देखि 51 जुन लिबरलाइजेसनको पाटो हामीले देख्यौँ, नेपालको पोलिटिकल इकोनोमी हिस्ट्रीमा नै हेऱ्यो भने त्यो अहिलेसम्मको गोल्डन एरा थियो भन्ने मेरो ठम्याइ पनि हो। र त्यसपछि 52 देखि 64 को हकमा हेरौँ, त्यो बेलाको काङ्ग्रेसमा के किसिमको अन्तर्द्वन्द्व थियो र
जुन 60 को दशक र 70 को दशकमा रहेको काङ्ग्रेस थियो, मैले के भन्दैछु भन्दै गर्दाखेरि 50 को दशकसम्मको वा 40 को उत्तरार्धसम्मको दशकमा रहेको जुन काङ्ग्रेस थियो, त्यो काङ्ग्रेस र 50 र 60 को दशकको काङ्ग्रेस, 60 र 70 को दशकको काङ्ग्रेस नितान्त फरक थियो। र जुन यो विशेष अधिवेशनबाट निर्मित भएको जुन नेपाली काङ्ग्रेस छ, यो काङ्ग्रेसले त्यही 2003 सालकोलाई नै झल्कोलाई नै चाहिँ पुनरावृत्ति गर्छ। र यो नयाँ काङ्ग्रेस भनेको हिजोमितिमा 2003 सालको 7 सालको मर्म बोकेको, 15 सालको जस्तो क्रान्तिकारी चेत बोकेको, 46 को जस्तो रिफर्मेटिभ एप्रोच बोकेको एउटा काङ्ग्रेस हो भनेर लाग्छ। र हजुरले 60 र 70 को दशकको बिचमा रहेको काङ्ग्रेस र अहिले बनेको काङ्ग्रेसमा चाहिँ रूपान्तरित पछि के छ र यसले बोकेको सन्देश के देख्नुहुन्छ? मलाई चाहिँ के लाग्छ भने अब समय सापेक्ष नेपाली समाजको विकास सँगसँगै राजनीतिक दलहरूमा, उसका नीतिहरूमा, उसका खास गरेर आर्थिक नीति र विचारधारात्मक प्रश्नमा पक्कै पनि परिवर्तनहरू आएका छन्। त्यो वामपन्थीहरूमा पनि केही परिवर्तनहरू आएका छन्। तर त्यो परिवर्तन चाहिँ वामपन्थीहरूमा परिवर्तन चाहिँ राज्यको लोकतान्त्रिक परिवेश र उनीहरूको विचारधाराको बिचमा ठुलो डिलेमा अथवा त्यो कन्ट्राडिक्सन धेरै ठुलो भएको हुनाले उनीहरूले चाहिँ राज्य व्यवस्थामा गइसकेपछि पनि उनीहरूका नीतिहरूमा सन्तुलन त्यति देखिँदैन। त्यसको कारण चाहिँ राज्यको परिवेश लोकतान्त्रिक हुने र उनीहरूको आफ्नो संरचना चाहिँ अलोकतान्त्रिक हुनुले त्यो खालको डिलेमा चाहिँ क्रिएट गरेको छ। तर काङ्ग्रेसको त्यो भन्दा पनि काङ्ग्रेसमा एउटा चाहिँ अझै पनि विचारधारात्मक दुविधा के हो भने काङ्ग्रेसको चाहिँ प्रजातान्त्रिक समाजवाद उसले लिएको हो या छोडेको, उसका आर्थिक नीतिहरूमा हेर्दाखेरि त्यो देखिँदैन। कतिपय नेताहरूका व्याख्याहरूमा चाहिँ विभिन्न खालका विरोधाभासहरू चाहिँ देखिन्थे। तर 60 को दशकदेखि काङ्ग्रेसले सबैभन्दा ठुलो सेवा प्रवाहसँग, खास गरेर वामपन्थीसँगको संसर्गबाट काङ्ग्रेसले धेरै कुरा गुमाउनु पुग्यो, किनकि प्रतिपक्ष नै भएन। ल संविधान सभामा त धेरै जसो दुईटा संविधान सभामा सहमतिबाट संविधान बनाउने भनेर त्यो सहमतीय सरकारहरू सबै पोलिसीहरूमा पनि सहमतीय चाहिँ खोज्दै अगाडि बढ्यो। तर 60 को पनि भनौँ 62-63 सालको आन्दोलन यताको काङ्ग्रेसलाई चाहिँ मैले हेर्ने हो भने त्यो चाहिँ प्रतिपक्ष जबरजस्ती मात्रै, किनभने प्रतिपक्षको भूमिका जहिले पनि कङ्ग्रेसले निर्वाह गर्दै आएको थियो। पहिले पनि दुईटा खालका चाहिँ खास गरेर अतिवाद विरुद्ध काङ्ग्रेस धेरै सक्रियतापूर्वक लड्यो, जो नेपालको चाहिँ लोकतान्त्रिक इतिहासमा स्तुत्य छ। त्यो दुईटा चाहिँ मूल प्रवृत्ति के हुन् भने काङ्ग्रेसले जहिले पनि निरङ्कुशता, त्यो कम्युनिस्टहरूबाट आएको चाहिँ उग्र वामपन्थी निरङ्कुशताबाट ग्रसित समाज होला अथवा चाहिँ निरङ्कुश राजतन्त्रको बेलामा होला। यी दुईटै अतिवादलाई उसले सन्तुलनमा चाहिँ डेमोक्रेटिक चाहिँ लिगमा चाहिँ ल्यायो। तर त्यो लिगमा ल्याइसकेपछि उसले आफ्ना कर्तव्यहरू चाहिँ जहिले पनि बिर्सिएको छ, त्यो निष्क्रिय भएको छ। खास गरेर त्यसको चाहिँ सोसल इनर्सिया चाहिँ त्यसको स्ट्रक्चरल इनर्सियामा चाहिँ त्यो सरुवा रोग जस्तो सर्दै गयो, जसले गर्दाखेरि जनताको अपेक्षाको चाहिँ तुलनामा काङ्ग्रेस चाहिँ पछाडि पर्दै गयो। र त्यसमा चाहिँ वामपन्थीहरूका पोलिसीहरूले पनि काङ्ग्रेसलाई धेरै हदसम्म किचेको छ। एउटा त जुन 33 सालसम्मको कुरा गर्नुभयो, खास गरेर जब चाहिँ बिपी कोइरालाको नेतृत्वको काङ्ग्रेस भनौँ न, बिपी कोइरालाको विचारबाट चाहिँ निर्देशित काङ्ग्रेस र त्यसपछि बिपी कोइरालाको विचारलाई लिएका छौँ भने पनि 2048 साल यता काङ्ग्रेसले चाहिँ आर्थिक क्षेत्रमा उसका चाहिँ नीतिहरू चाहिँ अलि बढी चाहिँ मुखरित हुँदै आएका हुन्। खास गरेर उदारवादलाई चाहिँ उसले जुन ढङ्गले चाहिँ उदार चाहिँ लोकतन्त्र हो, त्यो उदार लोकतन्त्रलाई चाहिँ पार्टीको पोलिसी जेसुकै भए तापनि त्यसलाई मिच्दै आएको चाहिँ हो। तर उसले चाहिँ एउटा क्ल्यारिटी नेपाली समाजमा भन्न नसकेको कुरा के हो भने ल सोसल जस्टिस त ठिकै छ, सामाजिक न्याय त चाहिन्छ, तर उसले त्यो समाजवादलाई कम्युनिस्टहरूको भन्दा पृथक ढङ्गको समाजवाद, खास गरेर बिपीको व्याख्यामा हेर्ने हो भने प्रदीप गिरिजीले धेरै नै त्यस्ता डकुमेन्टहरू चाहिँ कलेक्सन गरेका डकुमेन्टहरूका किताबहरू मलाई दिनुहुन्थ्यो र मैले चाहिँ काङ्ग्रेसका धेरै पहिलेदेखिका कि कसरी चाहिँ काङ्ग्रेस आयो त आफ्नो इतिहासलाई भनेर हेर्दाखेरि यो 46 साल उता चाहिँ काङ्ग्रेस पनि कम्युनिस्टहरूसँग चाहिँ धेरै हदसम्म त्यसका चाहिँ विचारधाराहरू, त्यसले चाहिँ जुन खुलापनको कुरा र आन्तरिक लोकतन्त्रको कुरामा ऊ चाहिँ काहीँ पनि चाहिँ कन्फ्युजमा थिएन। तर त्यसले चाहिँ अन्ततगतता चाहिँ उसले मुलुकलाई चाहिँ कता लग्ने हो भन्ने कुरामा चाहिँ काफी मात्रामा विरोधाभास थिए र अहिले पनि छन् भन्ने मलाई लाग्छ। त्यसमा अब नयाँ दस्तावेज कसरी आउँछ म पढ्न पाएको छैन। यो रूपान्तरित काङ्ग्रेसले चाहिँ गर्नुपर्ने कुरा चाहिँ के होला भन्ने मलाई लाग्छ भने अब त्यो जुन खालको समाजवाद हो त्यो समाजवाद अब नेपालको सन्दर्भमा त्यो काम नलाग्ने भइसक्यो।
र निजी क्षेत्रप्रतिको जुन हेर्ने दृष्टिकोण चाहिँ वामपन्थीहरूको हो, उनीहरूको चाहिँ उदारवादभन्दा पनि नव उदारवादी छ। उनीहरूको चाहिँ नेताहरूको आर्थिक दृष्टिकोण हेर्ने हो भने, उनीहरूको दस्तावेजलाई पन्छाउने हो भने। तर काङ्ग्रेसको चाहिँ हेर्दाखेरि उदार लोकतन्त्रको चाहिँ दिशामा काङ्ग्रेसले गरेका चाहिँ जुन नीतिगत कुराहरू छन् ती हेर्दाखेरि चाहिँ एउटा खालको चाहिँ उदारवादी दृष्टिकोणबाटै अगाडि बढेको देखिन्छ। तर कयौँ नेताहरूका व्याख्यामा चाहिँ त्यस्ता विरोधाभास पनि देखिन्छ, जसले चाहिँ हाम्रो मुलुकको अर्थनीतिलाई कसरी लिएर जाने हो अथवा राज्य सत्ता र अर्थनीतिको सन्दर्भमा त्यसले अझै क्ल्यारिटी पाउनुपर्छ, अझै क्ल्यारिटी हुनुपर्छ भन्ने चाहिँ मलाई लाग्छ। र गगनजीले चाहिँ यसभन्दा अगाडि एउटा महाधिवेशनमा प्रस्तुत गरेको दस्तावेजमा देखाएको थिएँ मैले सामाजिक लोकतन्त्रको कुरा। अब त्यो त्यति धेरै व्याख्या त्यसमा छैन। अब सामाजिक लोकतन्त्रको कुरा उहाँ नै सभापति भएर आइसकेपछि सामाजिक लोकतन्त्र र उदार लोकतन्त्रको यो विषयवस्तुलाई उहाँले कसरी अगाडि लिएर जानुहुन्छ र काङ्ग्रेसको चाहिँ जुन वैचारिक चाहिँ दुविधा हो अथवा चाहिँ त्यसले जाने जुन त्यसको चाहिँ एजेन्डामा चाहिँ त्यो रोडम्यापमा जुन खालको विरोधाभास हो त्यसलाई चाहिँ कसरी क्लियर बनाएर लिएर जानुहुन्छ भन्ने कुरा एउटा अहिलेका सभापतिलाई त्यो एउटा चुनौती पनि होला र चुनौती भन्दा पनि त्यो अवसर पनि छ। फेरि चुनौती अवश्य नै हो, त्यो अवसर पनि हो। र त्यो सबै काङ्ग्रेस मात्रै होइन, नेपालका वामपन्थीहरूलाई पनि त्यो डिलेमाबाट बाहिर निकाल्नको लागि काङ्ग्रेसले धेरै ठुलो प्रयत्न गर्नुपर्नेछ। किनकि वामपन्थीहरूको संसर्गबाट मलाई लाग्छ यो ६२-६३ सालदेखिको यता सङ्क्रमित काङ्ग्रेस भन्छु म, त्यो सङ्क्रमित काङ्ग्रेसलाई चाहिँ निमिट्यान्न त्यो सङ्कटबाट मुक्त गर्न सक्नुहुन्छ कि सक्नुहुन्न भन्ने पनि अर्को चुनौती छ जस्तो मलाई लाग्छ। त्यसो हुनाले काङ्ग्रेस भित्रैबाट बस्नु, मैले अघि पनि सुरुमै निवेदन गरेँ कि काङ्ग्रेस भित्रै बसेर त्यो काङ्ग्रेसलाई अनुभूत गर्नुभएको र काङ्ग्रेसकै नीति अन्तर्गत रहेर सङ्घर्ष गर्नुभएको अथवा सरकार सञ्चालन गर्नुभएको, मन्त्री हुनुभएको, यो सबै कोणबाट अथवा चाहिँ त्यही काङ्ग्रेससँग चाहिँ आफै जुन एकाकार भएर आउनुभएको छ त्यसको इतिहाससँग, त्यसका सबै सकारात्मक नकारात्मक सम्पूर्ण चाहिँ गतिविधिसँग त्योभन्दा मैले चाहिँ धेरै पृथक ढङ्गले काङ्ग्रेसलाई बाहिरबाट हेरेको हुनाले मलाई के लाग्छ भने काङ्ग्रेसले त्यो जुन संरचना हो त्यो संरचनाबाट यसले चाहिँ त्यो जडताबाट मुक्ति पाएको छ। त्यो हिजोको जुन संरचना हो त्यो धेरै राम्रो चाहिँ इन्डक्टिभ तरिकाले नै यसले आफ्नो संरचनालाई चाहिँ बदल्ने सङ्कल्प गरिसकेका छ। तर संरचनाको साथसाथै अब संस्कार र चाहिँ यसको चाहिँ आचरण भनौँ न, यसले चाहिँ काम गर्ने आचरण र शैलीमा कसरी परिवर्तन ल्याउँछ भन्ने कुरा चाहिँ अब चाहिँ अहिलेको नेतृत्व, अहिलेको काङ्ग्रेसका चुनौती हुन् र त्यसलाई चाहिँ त्यो चुनौतीलाई पार गर्यो भने वास्तवमा यो रूपान्तरण जुन चाहिँ जेन्जी आन्दोलनको एउटा उत्प्रेरणाले, मैले यसलाई के भन्छु भने एउटा अर्थशास्त्री थिए, मार्क्सवादको चाहिँ विरोध, मार्क्सवादको आलोचना, विरोध त नभनौँ, आलोचना गर्दाखेरि उनले क्रिएटिभ रिकन्स्ट्रक्सनको कुरा गरे। उदार लोकतन्त्रमा चाहिँ के हुन्छ भन्नुहुन्छ भने आफैले आफै करेक्सन गर्ने, त्यसको गुण आफै बोकेर हिँड्या हुन्छ। त्यो त्यस कारणले नै उदार लोकतन्त्रभित्र प्रचुर मात्रामा चाहिँ परिवर्तनको गुन्जाइस छ, जुन कुरा काङ्ग्रेसले प्रमाणित गरेको छ अहिलेको विशेष महाधिवेशनबाट। यो असाध्यै ठुलो कुरा हो। तर साथसाथै के हो त भन्दाखेरि अब यो जुन जेन्जीको आन्दोलन अथवा 24 गतेको एउटा विध्वंस भयो त्यसलाई चाहिँ क्रिएटिभ रिकन्स्ट्रक्सन जुन चाहिँ जोसेफ सुम्पेटर भन्ने एउटा अर्थशास्त्रीले गरे 1940 के दशकमा मार्क्सवादमाथिको आलोचनामा उनले भनेका थिए मार्क्सिजमभित्र यो छैन है, वामपन्थीहरूभित्र यो छैन अथवा कम्युनिस्टभित्र यो छैन त्यो गुण, जसले चाहिँ त्यो क्रिएटिभ रिकन्स्ट्रक्सन अथवा त्यो चाहिँ रचनात्मक विनिर्माण भन्छ है, त्यो रचनात्मक विनिर्माणलाई चाहिँ यति राम्रोसँग जो ध्वंसता भयो तर त्यो ध्वंसले चाहिँ एउटा सुन्दर कुरा के ल्याइदियो भन्दाखेरि एउटा रचनात्मक विनिर्माण ल्याइदियो काङ्ग्रेसभित्र, जुन कुराले चाहिँ हरेक चाहिँ काङ्ग्रेस त उत्साहित छन्, हामी जस्तो एउटा डेमोक्रेटिक पार्टी होस् र त्यो डेमोक्रेटिक पार्टी चाहिँ सल्ल बग्ने खालको होस्, एउटा भैँसी पनि आल खेल्न नघिनाउने खालको एउटा चाहिँ कुवा नहोस् भन्ने मान्छेलाई पनि यसले चाहिँ यो काङ्ग्रेसको चाहिँ संरचनामा गरेको हस्तक्षेपले चाहिँ धेरै ठुलो एउटा चाहिँ तरङ्ग, एउटा चाहिँ उत्साह हरेक मान्छेलाई चाहिँ गरेको छ। र कम्युनिस्ट पार्टीहरूभित्र पनि जहाँ चाहिँ उनीहरूले सकेनन्, काङ्ग्रेसले सकेकोमा उनीहरूले पनि एउटा सन्तोष गर्ने ठाउँ के भएको छ भने अब यसका बहसहरू त्यहाँभित्र पनि पसिसकेका छन्। त्यसो हुनाले यो चाहिँ एउटा रचनात्मक चाहिँ विनिर्माणको यो यात्रालाई चाहिँ मैले धेरै सकारात्मक ढङ्गले लिएको छु। पक्कै पनि सर, हजुरले जुन उदार लोकतान्त्रिकरणको जुन अभ्यास भन्नुभयो, मैले पनि पहिला पढ्दै गर्दाखेरि बिपी कोइरालाले काहीँ कता आफूलाई वर्णन गर्दै गर्दाखेरि उदार लोकतन्त्रवादी भनेर भन्नुभएको थियो। हामी फेरि पनि नयाँ काङ्ग्रेस, हाम्रो नयाँ काङ्ग्रेस जुन छ
यो हिजोको दिनमा बिपी कोइरालाले जसरी इन्भिजन गर्नुभएको थियो त्यही स्थानमा नै भएको काङ्ग्रेस हो भन्ने पनि हाम्रो बुझाइ छ। र अर्को एउटा प्रसङ्ग हजुरलाई म जोड्न चाहे। हजुरले एउटा आर्टिकल लेख्नु भएको थियो मनमोहनजी प्रधानमन्त्री र रमिते काङ्ग्रेस। यो गठबन्धनको सरकार हुँदै गर्दाखेरि जुन बेला चाहिँ जस्तै गठबन्धनको सरकार हुँदै गर्दाखेरि काङ्ग्रेसको जुन फन्डामेन्टल भ्यालुजहरू बोकेका मनमोहनलाई चाहिँ थुम्टिट गर्ने खालका अभ्यासहरू जस्तै सामाजिक सञ्जाल विधेयकको कुराहरू आउँदै गर्दाखेरि वा अध्यादेशहरूको विभिन्न मार्फतबाट लिएर आउँदै गर्दाखेरि वा रुल अफ ललाई एक मानेमा रुल बाई ल को प्रयोग गर्न खोजेको अवस्थामा तपाईँले त्यो काङ्ग्रेसलाई कुन काङ्ग्रेस भनेर भनिदिनु भएको छ त? एउटा रमिते काङ्ग्रेस भनेर भनिदिनु भएको छ र तपाईँले त्यहाँ एउटा डिस्टिङसन पनि के राखिदिनु भएको छ भन्दै गर्दाखेरि चाहिँ अहिले वर्तमान साथी उपसाथी ज्यूहरूले चाहिँ तत्कालीन समयमा चाहिँ त्यसको विरुद्धमा वा त्यसलाई जवाफदेही बनाउनको निम्ति चाहिँ उहाँहरूले आवाज उठान गर्नुभएको छ भनेर त्यो आर्टिकलमा हजुरले उद्धृत पनि गर्नुभएको छ र त्यसलाई नै लिँदै गर्दाखेरि हिजोको अब के त्यो रमिते काङ्ग्रेस अब रमिते काङ्ग्रेस रहन्छ होला त? वास्तवमा चाहिँ मैले चाहिँ त्यहाँ 3-4वटा चाहिँ तात्कालिक, किनभने अखबारी लेखनहरूमा तात्कालिक इस्युहरू चाहिँ आउँछन्। एमाले जुन खालको चाहिँ डिसिजन गर्दै गयो, अथवा एमाले पनि भन्दिनँ मैले, ओलीजीले व्यक्तिगत लहरमा जुन खालका डिसिजनहरू गर्दै जानुभएको छ ती डिसिजनहरू काङ्ग्रेसको चाहिँ मान्यता, काङ्ग्रेसको सोच अनुसार थिएन। अब त्यो काङ्ग्रेसको सोच अनुसार नभएको चाहिँ कसको डिसिजन हो त भन्दा शेरबहादुरजीले पक्कै पनि प्रधानमन्त्री पाउने लोभमा चाहिँ उहाँले धेरै कुरा मौन हुँदै जानुभयो। त्यो मौनताले जुन विस्फोट गराउँदैछ भन्ने मेरो त्यहाँ चाहिँ यसले जुन असन्तुष्टि पैदा गर्दैछ त्यो असन्तुष्टिले चाहिँ काङ्ग्रेसलाई त कम्युनिस्टहरूले त ठिकै छ, उहाँहरूले त सरकारै चलाउनु भएको छ, सरकार पाउनु भएको छ। ओलीजीले हाम्रा चाहिँ जुन संवैधानिक संस्थाहरू छन् अथवा राज्यका संस्थाहरू छन् ती संस्थाहरूलाई जथाभावी ढङ्गले चलाउनु भएको छ, जथाभावी नेतृत्वहरू चयन गरिरहनु भएको छ। तर कङ्ग्रेसले चाहिँ ती इन्स्टिट्युसनहरू कमजोर हुनु बित्तिकै सबैभन्दा ठुलो मार चाहिँ खास गरेर लोकतान्त्रिक सोच भएको समाजलाई पर्छ। किनकि अहिले लोकतन्त्रको धेरै जसो अहिले विचारधारात्मक प्रश्न 1960बाट नै धेरै होइन, डानियल बेल जस्ता चाहिँ विचारकहरूले खासै अब चाहिँ राजनीतिक पार्टीहरू एजेन्डा बेस हुनु पर्यो, धेरै विचारधारात्मक प्रश्नहरू चाहिँ अब काम लाग्दैन, नीतिगत कुरा टेक्नोलोजीको कुरा यतातिर चाहिँ जोड दिन थालेको धेरै वर्षदेखि नै भयो। तर सन् 2000 यता तपाईँ हेर्नुभयो भने सन् 2000को चाहिँ सर्बियामा एउटा बुलडोजर रेभोल्युसन भन्ने भयो, त्यस यता थुप्रै कलर रेभोल्युसनहरू भए, जर्जियामा भयो, त्यहाँ थुप्रै एउटा एक दशकभरि 10 वर्षमा चाहिँ 2009मा चाहिँ माल्डोभामासम्म सत्ता परिवर्तनहरू भए। त्यति बेला सोसियल मिडियाहरू पनि भर्खरै आउन सुरु गरेका थिए। त्यो टोटल चाहिँ असन्तुष्टिको पाटो हेर्नुहुन्छ भने 1990को जुन परिवर्तन हो त्यो 1990s को परिवर्तन चाहिँ कम्युनिस्ट अथवा अरू खालका तानासा, थुप्रै खालका मिलिट्री तानासा अथवा कम्युनिस्ट तानासाहरूको चाहिँ सत्ता ढलेर डेमोक्रेटिक चाहिँ एउटा लाइनमा त आयो, तर ती सत्ताहरू कम्प्लिटली डेमोक्रेटिक भएन। र उनीहरू कस्ता भए त भन्दाखेरि ती कम्युनिस्ट जस्ता पनि अहिलेको रुस जस्तो होइन, ती कम्युनिस्ट सत्ताबाट चाहिँ ती रूपान्तरित भएर निर्वाचन पनि हुने, राष्ट्रपति पनि हुने, तर त्यसको चेन्ज चाहिँ केही पनि नआउने होइन। अब अहिले वामपन्थीहरू चाहिँ साँच्चै तपाईँले 50 वर्ष वामपन्थीहरूलाई सत्तामा राखिदिनु भने यो डेमोक्रेटिक पार्टी भन्यो भने त्यो डेमोक्रेटिक पार्टी चाहिँ रहँदैन। अनि तपाईँले भर्खरै त्यो सन् 2000तिर 2018तिर कहिले आयो हाउ डेमोक्रेसी डाइज होइन। आखिर त्यही अमेरिकन साइन्टिस्टहरू, एकजना त हार्वर्डकै हुनुहुन्छ डानियल, यो एकजना चाहिँ लेभर्स्की र स्टिभन लेभर्स्की र अनि डानियल के थिए जिबेक होइन, डानियल जिब। अनि उहाँहरूले चाहिँ त्यसमा चाहिँ के लेख्नुभयो भने खास गरेर एउटा चाहिँ तपाईँ हामी 4-5 कक्षामा पढ्दाखेरि त्यो फेबल्स अफ एसोप भन्थे नि, त्यो त्यहाँबाट सुरु गर्नुभएको छ उहाँले कि एउटा घोडा चाहिँ डेमोक्रेसी कसरी, त्यो आर्टिकलको सन्दर्भमा मैले ल्याउँछु, डेमोक्रेसी कसरी मर्दो रहेछ त। एउटा चाहिँ हिरणको चाहिँ हरिणको चाहिँ भालेर घोडाको बिचमा झगडा भएछ। अनि घोडाले चाहिँ एउटा चाहिँ सिकारीलाई त्यो कम्प्लेन गर्न गयो, त्यसलाई बदला लिनु पर्यो, मलाई सहयोग गर भनेर सिकारीलाई हानिदिनको लागि। अनि सिकारीले के भन्यो भने म त्यो तँलाई मद्दत त गरौँला, तर त्यहाँको चाहिँ बाटो देखाउनको लागि सबभन्दा पहिले मलाई चाहिँ एउटा फलामको चाहिँ त्यो बेडी भन्नु, फलामको त्यो घोडाको लगाएर हुन्छ त्यसलाई के भन्छ, त्यो मुखमा लगाएर हुन्छ नि, मलाई चाहिँ तेरो चाहिँ यो बङ्गारामा चाहिँ त्यो राख्न दे होइन। र
र अर्को चाहिँ तँलाई चाहिँ बताउनको लागि चाहिँ मलाई तँ माथि बसेर म जान्छु जङ्गलमा र मलाई त तेरो माथि काठी राख्न दे र म त्यसमा चढ्छु, त्यसमा चढेर अनि चाहिँ म तेरो त्यो दुश्मन हरिणलाई चाहिँ म मारिदिउँला भने। अनि त्यसपछि घोडा गयो पनि हरिणलाई चाहिँ उसले सिकारीले हान्यो पनि र उसले के भन्यो भने घोडाले ल अब मेरो खोल्दैन त, अब म खोल्दिनँ तँलाई किनकि मलाई यो अब त चाहिन्छस् भन्दाखेरि डेमोक्रेसी एकैचोटि बम्बार्डिङ तरिकाले डिस्ट्रोय हुँदो रहेछ। र भोलि चाहिँ गर्न खोजेको चाहिँ के हो त भन्दाखेरि त्यसमा काङ्ग्रेस किन ठुलो ठुलो हेरेर बसिरहेछ भन्ने मैले भन्न खोजेको के थिएँ भने डेमोक्रेसीलाई चाहिँ त्यो हाउ डेमोक्रेसी डाइजमा चाहिँ त्यो यसका कथाहरू भन्ने हाम्रो चाहिँ त्यो लोककथा जस्तै हुन् है, त्यो कथाको एउटा अंश त्यहाँ किन राखेको र त्यहाँबाट सुरु गरेको छ भने त्यो घोडालाई जसरी घोडा जुन स्वतन्त्र रूपले चाहिँ हिँड्थ्यो जङ्गलमा त्यसलाई कसरी मान्छेले चाहिँ आफ्नो नियन्त्रणमा लियो, त्यस्तो बलियो घोडालाई त्यति बेला, अहिले पनि घोडा बलियो मानिन्छ भने त्यस्तो हाम्रो चाहिँ डेमोक्रेटिक प्रोसेसलाई डिरेल गर्नका लागि सानो सानो पोइजन, उनीहरूले भन्छन् पोइजन दिएको चाहिँ बिरामी जस्तै हो, एकदमै स्लो पोइजन। त्यसको लागि चाहिँ हाम्रा इन्स्टिट्युसनहरू कस्ता भएछन् भन्ने कुरा आइजिपी बनाउनका लागि पैसा खाँदा खाँदै तपाईँ हाम्रो पुलिस कस्तो भएछ त भन्दाखेरि काम नलाग्ने भएछ होइन। आफ्ना कार्यकर्ता लिएर जाँदा जाँदै अदालत के भएछ, काम नलाग्ने भएछ, कुनै पनि इन्स्टिट्युसन काम नलाग्ने भएछ भन्ने आज हामीले थाहा पायौँ। तर त्यसको जग राखेको त त्यति बेलै थियो नि त। त्यसमा कङ्ग्रेस जस्तो जसले चाहिँ डेमोक्रेटिक अथवा चाहिँ डेमोक्रेसी तब मात्र प्रिभेल गर्छ जब इन्स्टिट्युसनले काम गर्छन् भन्ने सोच राख्ने काङ्ग्रेस किन यसरी चाहिँ डेमोक्रेटिक इन्स्टिट्युसनहरू यसरी भत्किँदा पनि चुपचाप छ भनेर मैले त्यो आर्टिकल लेखेको थिएँ। र मलाई के लाग्छ भने डेमोक्रेसी भनेको सेल्फ रेगुलेटरी इन्स्टिट्युसन कर्ल पपरले त्यही भएर यो विचारधाराको कुरा भन्दा उनले चाहिँ एउटा किताबै लेखे इन्मिज अफ ओपन सोसाइटी भन्ने, खुला समाजका शत्रुहरू भन्ने किताब लेख्दाखेरि उनले चाहिँ बढी हुन त यो चाहिँ यो सूर्य पूर्वबाट उदाउँछ भने जस्तै हो यो डेमोक्रेसी चाहिँ सेल्फ रेगुलेटरी इन्स्टिट्युसन हो भन्नु, तर त्यो स्वनिगमकारी संस्था किन हो भन्नेमा चाहिँ कर्ल पपरले जति राम्रो व्याख्या चाहिँ अरू विचारकहरूले गरेका छैन। उनले त्यो खुला समाजलाई जब तपाईँले चाहिँ खुला समाजमा प्रश्नहरू वर्जित गर्ने, प्रश्नहरू पार्टीभित्र प्रश्नहरू वर्जित गर्ने, पार्टीभित्र गुटहरू बनाउने, ठुल्ठुला गुटहरू बनाउने, त्यो गुट पनि फेरि इन्ट्रेस्ट चाहिँ ग्रुपहरूको चाहिँ सल्लाहमा त्यो इन्ट्रेस्ट ग्रुपहरूले चाहिँ डेमोक्रेसीलाई अपहरण गर्ने, त्यो गरिसकेपछि त्यसले रिजल्ट दिँदो रहेछ। तपाईँ यसका लागि हामी कहाँ मात्रै होइन, 1975मा जापान, ब्रिटेन र अमेरिकामा डेमोक्रेसीले किन चाहिँ डेलिभरी गर्न सकेन भनेर एउटा ट्राइनेसनल कमिसन भनेर एउटा कमिसनै बनाएको जो चाहिँ यो क्लास अफ सिभिलाइजेसन जस्ता किताबहरू लेख्नु भएको छ। उहाँ चाहिँ ठुलै विद्वान के अरे ऊ चाहिँ के अरे स्यामुअल पी हटिङ्टन होइन, उहाँकै नेतृत्वमा चाहिँ एकजना जापानिज प्रोफेसर, एकजना चाहिँ ब्रिटिस प्रोफेसर बसेर बनाए। उनीहरूलाई अहिले पनि तपाईँले हेर्नुभयो भने न्युयोर्क युनिभर्सिटी प्रेसले त्यो छापेको छ, गुगलमा पनि पाउनुहुन्छ। त्यसमा चाहिँ उनीहरूले के भन्यो भने डेमोक्रेसीले चाहिँ काम गर्न कहिले छोड्ने रहेछ त, किन डेलिभरी हुँदो रहेछ त भन्दाखेरि डेमोक्रेसी ओभरलोडेड भन्ने उहाँहरूको सिद्धान्तै छ। त्यो ओभरलोडेडमा उनीहरूले चाहिँ के एसेसमेन्ट चाहिँ उनीहरूले चाहिँ निकाल्यो भने ठुला ठुला चाहिँ इन्ट्रेस्ट ग्रुपहरूले डेमोक्रेसीलाई चाहिँ ओभरलोडेड गर्थे किनकि उनीहरूका इन्ट्रेस्टमा चाहिँ डेमोक्रेसी इन्स्टिट्युसन सिद्धे। ठ्याक्कै हाम्रोमा भएको त्यही हो। हाम्रो त डेमोक्रेसी अब त्यो त अमेरिकन डेमोक्रेसी भने त 250 वर्षको डेमोक्रेसी हो। त्यसलाई त ओभरलोड गरिसकेपछि डेलिभरी गर्न सकिँदो रहेछ। त्यो त धेरै ओभरलोड भयो भने त डेमोक्रेसी चाहिँ हामीले मान्छेले भारी बोके जस्तै त हो नि। डेमोक्रेसीले त्यो भारी बोक्न नसकेपछि त ऊ चाहिँ त्यही सुत्यो, त्यही हिँड्न पनि नसक्ने भयो। अनि हाम्रो त चाहिँ डेमोक्रेसीको चाहिँ बच्चा भर्खरै चाहिँ बाँए पनि नसर्दै तपाईँले यति ठुला ठुला होइन के थरका चाहिँ बिचौलिया भन्ने चाहिँ आइरहन्छन् होइन। कति मान्छे त जेलमा छन् तर जहिले पनि उन्मुक्ति त पोलिटिक्सले पाइरहेछ भन्दाखेरि हाम्रा डेमोक्रेसी त नजन्मिँदै ती चाहिँ ओभरलोडेड भयो। ओभरलोडेड भयो त्यसले सेवा प्रवाह गर्न छोड्यो। अहिलेको सम्पूर्ण असन्तुष्टि तपाईँ हेर्नुभयो भने भोलि पनि त्यो असन्तुष्टिलाई हामीले चाहिँ साम्य गर्न सक्दैनौँ र मलाई लाग्छ रूपान्तरित काङ्ग्रेसले पनि त्यो सक्दैन जबसम्म तपाईँले उत्पादनलाई चाहिँ जबसम्म बढाउनुहुन्न, जबकि निजी क्षेत्र नै हो जो 75 देखि 80% अझ हाम्रो हिसाबले हेर्नुहुन्छ भने त हाम्रो त 12% पनि सरकारले चाहिँ जब क्रिएट गर्दैन वर्षमा। अनि चाहिँ प्रत्येक जब मार्केटमा आउने 5 लाख मान्छेहरूलाई प्रति वर्ष कसले हो त जागिर दिने? अनि त्यो असन्तुष्टि त फेरि रूपान्तरित काङ्ग्रेसमा पनि आउला। त्यसमाले सबभन्दा पहिले त तपाईँ उत्पादन जबसम्म बढाउनुहुन्न
हाम्रो जिडिपी जबसम्म बढाउनुहुन्न, पर क्यापिटा इन्कम बढाउनुहुन्न, मध्यम स्तरको आयसम्मको देशमा चाहिँ रूपान्तरण गर्नुहुन्न, तबसम्म करप्सन पनि रोक्दैन। अहिले चाहिँ तपाईँ चाहिँ कुनै इन्स्टिट्युसनलाई दोषै लाउनु पर्दैन, सबैलाई थुन्दै हुन्छ। किन भन्नुहुन्छ भने हामीले 40,000 पाउने चाहिँ अफिसरलाई हेर्छौँ, उसको चाहिँ त्यो 40,000को उसले भाडै तिरिरहेछ। 40,000 भन्दा बढी चाहिँ पढ्ने चाहिँ फी लाग्ने स्कुलमा पढाइरहेछ, अनि गाडी चलिरहेछ, कसरी गरिरहेछ त फेरि? तपाईँले चाहिँ छानबिनै गर्नु पर्दैन, सबैले लिएर हाल्दै हुन्छ। भन्दाखेरि त तपाईँले जबसम्म यो मध्यम स्तरको आयसम्मको चाहिँ विकसित देश बनाउनुहुन्न, तबसम्म त्यो करप्सन रोकिँदा पनि रोकिँदैन, नम्बर 1। र अर्को कुरा, तपाईँले असन्तुष्टिलाई पनि रोक्न सक्नुहुन्न, जब क्रिएट पनि गर्न सक्नुहुन्न। त्यसैले निजी क्षेत्रलाई धेरै लखेट्ने भयो। निजी क्षेत्रलाई पनि कस्तो भयो भने सरकारसँग मिल्ने निजी क्षेत्र र सरकारसँग नमिल्ने निजी क्षेत्र दुईटा भयो क्या हाम्रोमा। सरकारले चाहिँ आफै नै प्लान्टेड चाहिँ पुँजीपति बनायो, ठेकदार आफ्ना निजी ठेकदारहरू बनायो। नेताका सबैका ठेकदार चाहिँ निजी छन्, अनि यसरी अनि तिनै निजी ठेकदारहरूले विभिन्न ठाउँमा उनीहरूले चाहिँ टिकट पाउँछन्, तिनै निजी ठेकदार आएर चाहिँ चुनाव जित्छन् होइन। भन्दाखेरि त यसले चाहिँ के गर्यो त भन्दाखेरि त्यो पोलिटिकल डिके भन्छ, जुन चाहिँ तपाईँ एउटा उदाहरण दिउँ, गृह मन्त्रालयमा गृह सचिव, अनि चाहिँ गृहमन्त्री, उप प्रधानमन्त्री, सम्भवतः प्रधानमन्त्री मात्र पनि हो, त्यो प्रधानमन्त्रीको नाम आएर त्यति मात्रै हो। र त्यहाँ गृह मन्त्रालयमा रहेका विभिन्न सल्लाहकारहरू, रक्षा सल्लाहकारहरू सबै एकै ठाउँ मिलेर नागरिक लुट्ने भुटानी शरणार्थी जस्तो जुन काण्ड भयो, यसले त राष्ट्रको लेजिटिमेसी सिद्धाइदियो नि त। भन्दाखेरि सरकार मिलेर राज्य लुट्ने, त्यसलाई सिकारी राज्य भन्छ के। त्यस्तो सिकारी राज्य बनाउनु भएपछि त त्यो सिकारी राज्यले त जनतालाई चाहिँ सन्तुष्टि दिने कुरा त थिएन। अब त्यसमा को खेले, कहाँ भू राजनीति आयो, कुन क्षेत्रबाट भू राजनीति छिर्यो भनेर भएन। त्यस कारणले गर्दाखेरि त्यो सेल्फ रेगुलेटरी इन्स्टिट्युसनलाई, एउटा हिन्दी फिल्म छ तपाईँहरूले हेर्नुभयो, त्यो गाडी ऊ चाहिँ इलिगल मान्छे हुन्छ, उसको हिरोइनसित हिरो चाहिँ इलिगल हुन्छ, युरोपको कुनै एउटा देशबाट रसियातिर ऊ छिर्दै हुन्छ। त्यहाँ चाहिँ उसले चाहिँ के गर्छ भने त्यहाँ अब पासपोर्ट चाहिँ चेक गर्न लाग्यो, हिउँ परिरहेको हुन्छ, उसले चाहिँ एउटाको मोटरसाइकलमा चाहिँ त्यो मुलाको त्यो साइलेन्सर पाइपमा चाहिँ मुला राखिदिन्छ के, अनि मोटरसाइकल स्टार्ट हुन्न। अनि स्टार्ट नभएपछि त ऊ ओर्लेर त्यसलाई हेल्प गर्ने नाममा ऊ चाहिँ बोर्डर क्रस गर्नुपर्छ। त्यही बेलामा ठुलो जाम हुन्छ, त्यो जाममा चाहिँ त्यो मोटरसाइकल स्टार्ट नभए, अब स्टार्टै हुँदैन त्यो राखिदिएपछि, स्टार्ट नभएको मोटरसाइकल म चाहिँ लगिदिन्छु भनेर उसले चाहिँ त्यो डोराएर जान्छ, र त्यही बेलामा गाडी चल्छन्, र त्यही गाडीमा छेलिएर ऊ चाहिँ क्रस हुन्छ। भन्दाखेरि तपाईँ डेमोक्रेसी भनेको त्यो साइलेन्सर, डेमोक्रेसीको साइलेन्सर भनेको के हो भने त्यो सेल्फ रेगुलेटरी पानीले आफ्नो सतह बनाए जस्तो डेमोक्रेसी त बनाउनु पर्ने हो होइन, चाहे स्टेटको भन्नुहोस् चाहे पार्टीको। अब पार्टीमा शेरबहादुरजीले चाहिँ आफू नमरुन्जेल कब्जा गर्नु भएपछि त त्यसको स्वतः प्रभाव त त्यहाँ त त्यो साइलेन्सरको पाइपमा त शेरबहादुरजी हुनुहुन्छ। अब कसरी चाहिँ धुवा फाल्छ त? त्यहाँ ओलीजी हुनुहुन्छ, प्रचण्ड चाहिँ 40 वर्षदेखि त्यो त मोटरसाइकलै चाहिँ बिग्रेर गइसकेको थियो होइन, भन्दै उहाँ नै हुनुहुन्छ। यसरी चाहिँ डेमोक्रेसीलाई चाहिँ तपाईँले इन्टरनल चाहिँ पार्टीको चाहिँ इन्टरनल डेमोक्रेसीलाई जब चलायमान बनाउनुहुन्न, त्यसलाई सेल्फ रेगुलेट गर्ने चाहिँ इन्स्टिट्युसनमा कन्भर्ट गर्नुहुन्न, त्यसपछि त्यसले चाहिँ काम गर्दैन होइन, त्यो सिस्टमले उल्टो काम गर्न थाल्छ। त्यो उल्टो काम गर्न थालिसकेपछि अनि त्यसमा चाहिँ बाई प्रडक्टहरू, विकृतिहरू अनेक किसिमले आउँछन् त्यहाँभित्र। अहिले सहज रूपमा भन्नुहोस् न, नेतृत्व परिवर्तन भएको भए काङ्ग्रेसको चाहिँ रूपान्तरणको त्यति ठुलो चिन्ता हामीलाई हुन्थेन, हामी बाहिरको मान्छेलाई पनि हुने थिएन। तर यसले चाहिँ इन्डक्टिभ तरिकाले नै आफूलाई चाहिँ सच्याएर ल्याउन यसले किन सक्यो भन्दा काङ्ग्रेसको चाहिँ क्यारेक्टर चाहिँ डेमोक्रेटिक थियो, त्यसका कार्यकर्ताको चरित्र डेमोक्रेटिक थियो, त्यसका चाहिँ सबै नेताहरूले चाहिँ सुविधा पाएको हुँदैन। भन्दाखेरि त्यसले चाहिँ डेमोक्रेटिक प्रोसेसलाई चाहिँ अगाडि लैजाउँ है भनेर पहल गर्न बित्तिकै काङ्ग्रेसमा सम्भव भयो। यो नचाहेको होइन एमालेमा पनि, मान्छेहरूले चाहेका थिए, तर उहाँहरूले सबै केपी ओलीले टिकट दिनुभएको छैन, अहिले अब लखड दिनुभएको छ होइन। अर्को पार्टी नबनाइ हुँदैन। अब बुढो मान्छेहरू जति बेला जीवनभरि के अरे एमाले बनाएका मान्छेहरू अहिले तपाईँ हेर्नुहोस् त, प्रचण्डजी कहाँ चाहिँ भागा बनाइदिनु भएको छ। भन्दाखेरि त्यहाँभित्र त्यो इलिमेन्ट्स नै छैन, जहाँ चाहिँ तपाईँ डिएनए नै छैन। त्यो डिएनए हुनु पर्यो, डेमोक्रेटिक डिएनए काङ्ग्रेसमा भएको हुनाले त्यो डिएनए सानो भए पनि ठुलो भए पनि त्यसै हुनाले चाहिँ मान्छेहरूको डिएनए परिवर्तन हुन, र हामीले डिएनए टेस्ट गर्छौँ नि, म्याथमेटिक्समा पनि हुन्छ तपाईँ होइन, dx/dt भन्छ नि त होइन, इन्टिग्रल क्यालकुलस र डिफरेन्सियल क्यालकुलस हुन्छ नि त। तपाईँले एउटाबाट चाहिँ ठुलोबाट डिएनएमा मान्छेबाट सानो मान्छेको डिएनएमा चाहिँ गए जस्तै
फेरि डिएनए पत्ता लाग्यो यो के को भनेर हात्तीको हो कि मान्छेको पनि पत्ता लाग्छ नि। त्यस्तै नै हो त्यो म्याथमेटिक्समा तपाईँ दुईटा क्यालकुलसको काम हो। त्यो क्यारेक्टर त्यो डिएनए काङ्ग्रेसमा भएको हुनाले यसमा रूपान्तरण सम्भव भयो, जसमा त्यो डिएनए नै थिएन, डेमोक्रेटिक डिएनए नै छैन। अब त्यहाँ चाहिँ कसरी तपाईँले चाहिँ डिएनए खोज्नुहुन्छ त? अब त्यो डिएनए हुँदैन त्यहाँ चाहिँ के भने त्यही भएर जहाँ चाहिँ लचकता छ त्यही नै त्यो चाहिँ नुग्ने र त्यसलाई बनाउन सकिन्छ। जहाँ लचकता छैन त्यो भाँचिन्छ। त्यसैले वामपन्थीहरूमा मैले धेरै पटक उहाँहरू चाहिँ सङ्कट पऱ्यो भने नेताले सबैलाई फेरि बटुल्दै जान्छ, आफूलाई सङ्कट छैन भने सबैलाई फाल्दै जान्छ होइन। त्यो वामपन्थीहरूको 6-7देखिको हिस्ट्री तपाईँ हेर्नुभयो भने पहिला चाहिँ त्यो चौँदै लाने हो होइन, डोकोमा राखेर त्यो एउटा मात्रै त्यो सिलेक्सन बायस भन्छ नि, हामीले चाहिँ त्यो पिठोहरू चालना हुन्छ नि, त्यो चालनामा चाहिँ हामीलाई चाहिएको मात्रै त्यहाँबाट आउँछ नि, नचाहिएको हामीले फालिदिन्छौँ। कम्युनिस्ट पार्टी ठेक त्यस्तै हो। एउटा खालको चाहिँ एउटा यस्तो खालको केपी ओलीजीलाई प्रशंसा गर्नेहरूको जमात मात्रै छिर्ने पाल बनाउनु भएको छ है त्यो सङ्गठनमा। अनि यस्तो हल्लाइदिनुहुन्छ जो माथि आउँछ त्यो नछिर्ने भएर सबै जान्छ आइदिनुहुन्छ होइन। त्यस हुनाले चाहिँ अब त्यो कङ्ग्रेसको चाहिँ त्यो नबनाएको हुनाले यसमा चाहिँ राम्रा मान्छेहरू पनि छिर्ने, खराब मान्छे पनि छिर्ने अथवा अड्किने दुइटै सम्भावना भएको हुनाले यसको डिएनएले चाहिँ डेमोक्रेटिक एक्सर्साइज गर्न सक्छ। र त्यसै हुनाले मैले भनेको इन्स्टिट्युसनल चाहिँ डिके अथवा चाहिँ जुन चाहिँ राजनीतिक पतनले चाहिँ जुन संस्थागत पतनतिर लान्छ हो, त्यो संस्थागत पतनतिर चाहिँ काङ्ग्रेस हिजो जुन ठुलो ठुलो हेरेको थियो अब पनि फेरि सत्तामा जाने नाममा उसले चाहिँ त्यो इन्स्टिट्युसनल चाहिँ डिकेलाई रोक्न चाहिँ पोलिटिकल्ली सकेन भने हो दुर्भाग्य त्यहाँ हुन्थ्यो। त्यसैले त्यसलाई रोक्नका लागि अहिलेदेखि नै रेन्ट सिकिङ अर्गनाइजेसनहरू छन्। काङ्ग्रेसको अगाडि सबभन्दा ठुलो च्यालेन्ज के हो भने रेन्ट सिकिङ जुन चाहिँ अर्गनाइजेसनहरू चाहिँ एउटा डेमोक्रेसी प्राप्त गर्नका लागि हिजो निरङ्कुशताको विरुद्ध लड्नका लागि बनाएका जुन रेन्ट सिकिङ अर्गनाइजेसन छन्, पेसागत सङ्गठनहरू छन्, ती सङ्गठनहरूलाई कसरी ह्यान्डल गर्ने भन्ने अर्को चुडान्त प्रश्न हो। किनकि त्यसलाई राख्दासम्म तपाईँ अघि जुन डेमोक्रेसी ओभरलोडेड कुरा गऱ्यौँ, अब तपाईँले चाहिँ सचिव सरुवा गर्छु भन्दै ओलीजीसँग हात मिलाउने सुब्बाले चाहिँ जबसम्म त्यो गर्छ, प्रचण्डको एडिसी चाहिँ इन्सपेक्टरले म आइजिपी बनाउँछु भन्दै पुलिससँग पैसा उठाउँदै हिँड्छ। मैले आफै देखिरहेको छु। भने यसलाई रोक्नु चाहिँ कसरी? पहिला त यो मेकानिजम तपाईँले चाहिँ त्यो डेमोक्रेसी ओभरलोडेड हुनका लागि जुन खालको चाहिँ त्यो इन्स्टिट्युसनलाई अलिकति सफा गर्नुपर्छ, क्लिन राख्नुपर्छ र त्योदेखि टाढा राख्नुपर्छ, त्यसलाई कसरी चाहिँ तपाईँले डिट्याच गर्नुहुन्छ तपाईँका चाहिँ रेन्ट सिकिङ अर्गनाइजेसनलाई, त्यो चाहिँ काङ्ग्रेसको अगाडि फेरि अर्को चुनौती हो। त्यसै हुनाले अब चाहिँ यात्रा यो चाहिँ सकिएको होइन कि यात्रा एक पाइलो सुरु मात्रै भएको। त्यस हुनाले हाम्रो चाहिँ अहिलेको समस्या पार्टीभित्र नेता परिवर्तन मात्रै त होइन, नीति परिवर्तन मात्रै पनि होइन। त्यस हुनाले नेता र नीति परिवर्तनका साथसाथै हाम्रो चाहिँ त्यो अहिलेसम्म भएको यो जुन चाहिँ राजनीतिक अविश्वासको ठुलो खाडल छ यसलाई भरेर हाम्रा इन्स्टिट्युसनहरूलाई मेरिटोक्रेसीको आधारमा चाहिँ उन्नत गर्ने चाहिँ ठुलो समस्या छ। र त्यसलाई चाहिँ रेन्ट सिकरहरूबाट, तपाईँका पार्टीका रेन्ट सिकरहरूबाट, प्राध्यापकको सङ्गठनले भोलि राजदूत माग्छ, तपाईँ कसरी बोनाफाइड मान्छे ल्याउनुहुन्छ? तपाईँको शिक्षक सङ्गठनबाट चाहिँ तपाईँको नपढाउने शिक्षकहरूलाई चाहिँ भर्ना गर्न चाहिँ माग आउँछ। कर्मचारीहरूले चाहिँ तपाईँको पार्टीको कर्मचारीले पार्टीमा नलागेको सचिव सरुवा गर्छ भन्दा खरदार आउँछ होइन। यसलाई कसरी रोक्नुहुन्छ त भन्दाखेरि यो रेन्ट सिकिङलाई तपाईँले जबसम्म रोक्नुहुन्न तबसम्म फेरि परिवर्तन चाहिँ हुँदैन। यसै सन्दर्भमा सरले जुन अब अघि नै इन्स्टिट्युसनल डिकेको कुराहरू गर्नुभयो, जस्तै पक्कै पनि एक्सट्र्याक्टिभ इन्स्टिट्युसनहरू हुँदै गर्दाखेरि धनका इन्स्टिट्युसनहरू भयो भने पक्कै पनि कुनै पनि मुलुकहरू चाहिँ सम्पन्न हुँदैन वा त्यो स्टेट के हुन्छ त वाइट नेसन्स फेल्सको त्यो कन्क्लुजन जस्तो त्यो नेसन फेल हुन जान्छ र त्यसलाई रोक्नुपर्छ, रेन्ट सिकिङलाई रोक्नुपर्छ भन्ने हो। र त्यसको कुरा चाहिँ जुन विशेष महाधिवेशनको हाम्रो त्यो निर्णयहरू थियो त्यसमा पनि स्पष्ट रूपमा पनि अगाडि सारिएको छ। र सँगसँगै सरसँगै धेरै त्यो सिमिल्यारिटिजहरू मैले देखेको छु। जस्तै आधारहरू भन्छु, जस्तै अघि हनिङटनको नै हजुरले उदाहरण दिँदै गर्दाखेरि हनिङटनले आफ्नो थर्ड वेभमा लेख्दै गर्दाखेरि एउटा डेमोक्रेटिक प्याराडक्स भनेर भनेको छ। डेमोक्रेटिक प्याराडक्स हुँदै गर्दाखेरि चाहिँ त्यो थर्ड वेभको अन्तिमतिर हुँदै गर्दाखेरि, मतलब फर्स्ट वेभ सेकेन्ड वेभ थर्ड वेभतिर हुँदै गर्दाखेरि चाहिँ उसले अब्जर्भेसन के गरेर रहेछ भन्दाखेरि सत्ताको लुलुप्ता, यानि तपाईँले जुन उपयोगिताको अराजनीति भनेर एउटा हजुरको उपयोगितावादको दलीय अनैतिकता भनेर आर्टिकल पनि लेख्नु भएको छ। सत्ता लुलुप्तामा रहँदै गर्दाखेरि चाहिँ लेफ्टिस्टहरू पनि राइटिस्ट भइदिने वा राइटिस्टहरू चाहिँ फार लेफ्टिस्ट भइदिने स्थिति पनि छ। त्यो डेमोक्रेटिक प्याराडक्स हो।
त्यसको अवस्था हामीले कहिले देख्यौँ भन्दै गर्दाखेरि 79 को चुनावमा जब चाहिँ नेपाली काङ्ग्रेसले एमाले माओवादीसँग गरिने जुन प्रि इलेक्सन गठबन्धनको कुरा थियो त्यसले हुबहुलको डेमोक्रेटिक प्याराडक्सलाई नै देखायो र सँगसँगै 2079 पछि जसरी गठबन्धनको सरकार एमाले र काङ्ग्रेस सरकार बनायो त्यसले पनि के नै देखाउँछ त डेमोक्रेसीको प्याराडक्सलाई नै देखायो। र सँगसँगै अर्को कुरा भन्दै गर्दाखेरि र अहिले विशेष महाधिवेशन पछि आएको जुन यो नेतृत्व छ यसको एउटा फन्डामेन्टल पिलर्स के हो त प्रि इलेक्सन एलायन्स कुनै पनि हुँदैन भन्ने कुरा, यानि डेमोक्रेटिक प्याराडक्सलाई अहिलेको नेतृत्वले चिन्न सफल भएको छ। र सँगसँगै अर्को कुरा हो जस्तै फ्रेडरिक एन्जल्स वामपन्थीहरूको लागि प्राइभेट प्रोपर्टीको कुरा लगभग सुनमा लेखेका अक्षरहरू जस्तो नै हुन्। अब तपाईँले अहिले बिचमा 48 देखि 51 मा अवधि गर्दाखेरि नेपाली काङ्ग्रेसले प्राइभेट प्रोपर्टी भन्दा पनि जुन प्राइभेट इन्टिटीको लागि जति स्पेस क्रिएट गरिदिएको छ त्यो भनेको त प्राइभेट प्रोपर्टीलाई नै प्रोत्साहन गर्ने कुरा नै हो। त्यसकारणले गर्दाखेरि अब यो सबै कुराहरू हेर्दै गर्दाखेरि अनि अर्को कुरा पनि जस्तै तपाईँले पोलिटिकल डिकेको कुरा गर्नुभएको छ। फ्रान्सिस फुकुयामाको दुईटा किताब थियो, द ओरिजिन्स अफ पोलिटिकल अर्डर अनि अर्को पोलिटिकल अर्डर एन्ड द पोलिटिकल डिके। उहाँले यहाँ आइडेन्टिफाई गरेर भनेको त कुन बेला चाहिँ कुनै पनि इन्स्टिट्युसन्सहरू चाहिँ डिके भएर जान्छ, हजुरले भने जस्तो पोलिटिकल इन्स्टिट्युसनहरू जब द्याट किनसिप यानि नजिकको जस्तै त्यो दाजुभाइको नाता सम्बन्धले होला, अर्को भनेको चाहिँ प्याट्रिमोनी वा पारिवारिक रूपमा इनहेरिट गरिने कुराले होला। जुन अहिलेको यो टिकट वितरण देखिएको छ होला हामीले प्राइमेरी इलेक्सन गर्ने भनेर चाहिँ समय पाबन्दीको कारणले गर्दा गर्न सकिएन, तर हामीले 107 जना नयाँ क्यान्डिडेट तयार गर्दै गर्दाखेरि हामीले के चाहिँ तोडेछौँ भन्दा एउटा किनसिप नातावाद, कृपावाद वा आसेपासेवाद वा हजुरले भने जस्तै रेन्ट सेकिङलाई पनि तोडेछौँ र प्याट्रिमोनीलाई नै हामीले तोडेछौँ। हजुरले राख्नुभएको सबै गुन्जाइसहरू जुन थियो यो पोलिटिकल डिकेको कुराहरू, इन्स्टिट्युसन डिकेको कुराहरू, यो सबैलाई अहिलेको यो काङ्ग्रेसले त चिरेको नै रहेछ। त्यस कारणले गर्दाखेरि अब थोर बहुत रूपमा अब तपाईँलाई यसो काङ्ग्रेस हो भन्ने जस्तो लाग्दैन र अब चाहिँ अब यो कस्तो होला भन्ने लाग्छ भने त्यो तपाईँ एउटा के हुन्छ भने जस्तै म चाहिँ मेरो आमा जस्तो पनि छु, मेरो बाउ जस्तो पनि छु। बायोलोजीमा जेनेटिक्समा के हुन्छ भने म्युटेसन र भेरिएसन हुन्छ। म्युटेसन भनेको एउटा चाहिँ भेरिएसन हुन्छ, म जस्तै पनि छु, म मेरो आमा जस्तो पनि छु, त्यो जेनेटिक्सबाट आयो होइन। र एउटा म आफै जस्तो पनि छु भन्दाखेरि हाम्रो देशमा रहेका पार्टी जस्तो हरेक मान्छे हुन कर लाग्छ के होइन। म अलिकति काङ्ग्रेस जस्तो छु, अलिकति कम्युनिस्ट जस्तो छु, जस्तो हाम्रो देशको जस्तो सोसाइटी छ त्यो सोसाइटीका केही पार्ट्सहरू ममा आफैमा छन्। तर म आफै प्रयत्न के गर्छु भने जुन पार्ट्स मलाई काम लाग्दैन होइन, सोसाइटीले मलाई चाहिँ सोसाइटीमा त चोरहरू पनि छन् नि, तर चोरले पनि त चोरमा आफ्नो ग्याङ बनाएर हुन्छ नि त। चोरले पनि पहिला त प्रस्ताव राख्नु पर्यो, हामी चोर्नु राम्रो भन्नु पर्यो नि होइन। त्यसो हुनाले तपाईँले राम्रो काम गर्दै जानु भने स्वाभाविक रूपले म काङ्ग्रेस बनिहाल्छु नि होइन। किनभने तपाईँले राम्रो काम गर्दै जानुभयो भने म बाहिरबाट काङ्ग्रेसले राम्रो गरिरहेको छ भन्नु काङ्ग्रेस हुनु सदस्य त स्कुल मात्रै त होइन होइन। त्यसैले मलाई के लाग्छ भने यो एउटा मजाको कुरा भयो आफैमा। एउटा चाहिँ तपाईँले भने जस्तो एउटा कुरा के हुँदो रहेछ भने पार्टीहरू पनि लामो समयपछि जतिसुकै तपाईँले प्रयत्न गर्नुहोस् होइन, यो ओलिगार्की भन्ने जुन छ नि, ओलिगार्की चाहिँ यो आइरन अफ ओलिगार्की भन्ने रबर्ट मिसेल्सले यो थ्योरी लेखे। त्यो थ्योरीमा चाहिँ उनले चाहिँ के भन्छ भने अनिवार्य रूपमा पार्टीमा इनर्सिया आउँछ। त्यही भएर पार्टीलाई चाहिँ जस्तै भन्नुहोस् एउटा घर जुन मेरो बुवाले बनाउनु भएको थियो त्यो घर मलाई काम लागेन, किनकि त्यो घर हुँदै पनि मेरा आवश्यकताहरू त्यो घरभन्दा पृथक भयो र त्यो घरलाई चाहिँ कहिले रेनोभेसन गरियो होइन। जस्तै हाम्रा बैठकहरू अहिले पनि काङ्ग्रेसको महाधिवेशन भने के हो, काङ्ग्रेसले अहिले चाहिँ होइन यो त जग्गै फेर्नु पर्यो भन्ने हो अहिलेको महाधिवेशन। त्यसभन्दा अघिल्ला महाधिवेशनहरू जग्गा फेर्यो भन्ने त होइन नि। अघिल्ला महाधिवेशन के हो भने रेनोभेसन गरौँ, यो अलिकति राम्रो बनाऊ होइन, र कोठाहरू पनि बाँडौँ। अब यो जेठाको बस्ने कोठामा चाहिँ अब महिला त राख्नु पर्यो होइन, जेठालाई चाहिँ अर्को सानो कोठा भए पनि भयो होइन। अब जेठाको त श्रीमती पनि बितिसक्नुभयो भन्ने टाइपको हो क्या त्यो। र हाम्रा बैठकहरू जुन हुन्छ त्यो बैठक पनि के हो भने एक प्रकारले हाम्रो घरको लिपपोत गरे जस्तै हो। त्यसमाले यो हुँदै पनि हामीले कम्प्युटरहरू चलाउँदाखेरि कुकिजहरू हामीले जतिसुकै डिलिट गरे पनि त्यो लामो समयपछि त्यसमा एउटा इनर्सिया आउँछ नि। त्यस्तै ओलिगार्की चाहिँ पार्टीभित्र आउँछ। त्यसै हुनाले नै कहिलेकाहीँ पार्टीहरू विलय पनि हुनुपर्छ के। त्यो विलय किन हुनुपर्छ भने अमेरिकामै पार्टी बनाउँदाखेरि उनीहरूको संविधानमै भन्नुहोस् न, संविधानमै उनीहरूले चाहिँ 300 वर्ष अगाडि झन्डै हुन थाल्यो नि होइन। तर उनीहरूले चाहिँ त्यो कसरी चाहिँ पावर सेपरेसन गर्ने भन्नेमा द फेडरलिस्ट पेपर भन्ने लेखा छन्। त्यो फेडरलिस्ट पेपरको आधारमा उनीहरूले चाहिँ उनीहरूले त्यो
ब्युरोक्रेसी कस्तो हुने होइन, त्यसले काम गर्ने त्यसको अपरेसनिङ प्रिन्सिपल भनौँ न, अनि चाहिँ जुडिसियरीले कसरी काम गर्ने, जुडिसियरी अलिकति कन्जर्भेटिभ हुन्छ भने, त्यस्तै पोलिटिक्स त अलिकति एनार्की पनि हुन्छ भने। तर त्यसको कतिौँ वर्षपछि तपाईँ हेर्नुभयो भने डोनाल्ड ट्रम्प आउँदाखेरि संसदमा जुन आक्रमण भयो र त्यति बेलाका चाहिँ जुन 8 जना न्यायाधीश हुन्, प्रधान न्यायाधीश बाहेक 8 जना जुन न्यायाधीश हुन्, जहाँ चाहिँ उनले डोनाल्ड ट्रम्पले नै नियुक्ति गरेका मान्छेहरूले पनि त्यो कदमलाई चाहिँ उनीहरूले उचित ठानेनन् होइन। यसको मतलब के हो भन्नुहुन्छ भने कुनै इन्स्टिट्युसनहरूमा 200 वर्षपछि पनि त्यसमा चाहिँ एररहरू आउँछ भनेर पहिल्यै मान्छेहरू चाहिँ एवेयर हुँदो रहेछ र त्यस्तो संरचना बनाउँदो रहेछ अलिकति डेमोक्रेसीलाई चाहिँ सिरियसली हेर्नेले। त्यसो भने एउटा तहमा गएर त अहिले भन्नुहोस् न, अमेरिकन अब एकदमै ठुला चाहिँ इकोनोमिस्टहरूले होइन, नोबेल प्राइज पाएका मान्छेहरूले पनि अमेरिकन डेमोक्रेसीको बारेमा एकदमै ठुलो क्रिटिसाइज गरेर अमेरिकन डेमोक्रेसी त यो चर्चा गर्न पनि लागेको छैन भनेर लेखाएको छ न्युयोर्क टाइम्समा होइन। भन्दाखेरि 300 वर्ष 400 वर्षको डेमोक्रेटिक भएका देशहरू पनि अहिले एकदम धराशायी उनीहरूका इन्स्टिट्युसनहरू बचाउन सकिरहेको छैनन् भने हाम्रो त के कुरा भन्ने पनि आउँछ। हामीले चाहिँ अलिकति दृष्टिलाई अलिक विहङ्गम तरिकाले संसारभरिको हेर्ने हो भने भारतले पनि भरो ठुलो समस्याहरूबाट गुज्रिरहेको छ हेर्नुहोस् अहिले। भन्दाखेरि कुनै पनि डेमोक्रेसी पनि जन्मिएपछि जे पनि मर्छ भन्ने शाश्वत हाम्रो पूर्वीय दर्शनले भन्छ नि, यो डेमोक्रेसी पनि मर्छ होला है, मर्छ होला। तर त्यसबाट चाहिँ अरू अङ्कुरित अघि जुन हामीले भन्यौँ त्यसको चाहिँ विनिर्माण भयो भने त्यसको निर्माण त्यसलाई कन्स्ट्रक्टिभ निर्माण कसरी गर्ने होला भन्ने चाहिँ बहसहरू संसारभरि नै छन्। अहिले चाहिँ यहाँ हामी कहाँ मात्रै होइन, यस्ता बहसहरू छन्। हामीले हाम्रा पार्टीहरूलाई ठुला देख्छौँ किनकि हाम्रो समस्या हामीलाई ठुलो दिनुहुन्छ नि त। तर डेमोक्रेसीको ओभरअल चाहिँ तपाईँ एउटा डिस्कोर्स चाहिँ वर्ल्ड वाइड हेर्नुभयो भने खासै राम्रो पिक्चर छैन, जहाँ चाहिँ एकदमै डेमोक्रेटिक इन्स्टिट्युसन असाध्यै बलिया छन् भन्ने इन्स्टिट्युसनलाई पनि हल्लाइदिएको छ। त्यस कारणले हामीले चाहिँ अहिलेको सापेक्षतामा हामीले के हेर्नु पर्ला जस्तो मलाई लाग्छ भने हामीले चाहिँ जुन यो अहिले जेनजी आन्दोलनको जुन क्याटालिस्टले एक खालको भावनात्मक रूपले चाहिँ जुन खालको राजनीतिक पार्टीहरूमा दबाव सिर्जना गरेको छ र नयाँ हल्लाखल्ला पनि भागदौड पनि छ। अहिले राजनीतिमा जुन खालको भागदौड छ त्यो भागदौड चाहिँ नराम्रो होइन, कहिलेकाहीँ चाहिँ त्यस्तो भागदौड चाहिँ मच्चिनु फेरि चाहिँ थच्चिनका लागि राम्रै हुन्छ। त्यसले चाहिँ किनभने समाजलाई एक खालको चलायमान बनाइराखेको छ। तर अब त्यसमा चाहिँ हामीले चाहिँ खोज्नुपर्ने कहाँ होला भने यो भागदौड चाहिँ अलि अझ बढ्दै मात्रै गयो भने होइन, त्यसले फेरि अर्को चाहिँ एउटा अराजकताको मात्रै सिर्जना गर्छ। त्यसो हुनाले दुइटै कोणबाट एउटा स्थापित चाहिँ जुन परम्परागत पार्टी हुन् त्यो पार्टीले रिफर्म गर्यो भने त धेरै कुराहरू चाहिँ चाँडै सुल्झेर जान्छ। तर अब त्यसले रिफर्म गरेन, त्यसमा अझ बढी चाहिँ डिस्टोर्सन आयो भने चाहिँ फेरि त्यो भागदौड चाहिँ यति धेरै त्यो हामीले सम्हाल्नै नसक्ने ठाउँमा चाहिँ भागदौड सुरु हुन्छ, जसले गर्दा सामान्य चाहिँ मान्छेहरू जस्तै अलिक बलिया बाङ्गा भन्दा अलिकति हिँड्न नसक्नेहरू केटाकेटीहरू जुन भिडमा चाहिँ भागदौड हुँदाखेरि च्यापिन्छन् होइन, मृत्यु हुन्छ। त्यस्तै नै हो राजनीति पनि। यसमा चाहिँ धेरै भागदौड भयो भने चाहिँ एकदमै जेन्युन चाहिँ मान्छे जसको गति सन्तुलित छ त्यो चाँडै पुरिन्छ। त्यस कारणले गर्दाखेरि नेपालमा चाहिँ वामपन्थी दलहरूले जुन तपाईँले भन्नुभयो वामपन्थी दलहरूले त्यो रूपान्तर गर्न सकेनन्, आफ्नो पङ्क्ति निराश छ अहिले। उनीहरूले चाहिँ आशा गरेको त्यस्तो थिएन। तर वामपन्थी नेताहरूले आफ्नो चाहिँ स्वार्थका लागि काङ्ग्रेस पनि करिब चाहिँ त्यही बाटोमै मैले देखिरहेको थिएँ। तर काङ्ग्रेसभित्र अघि पनि हामीले कुरा गऱ्यौँ, काङ्ग्रेसभित्र त्यो रूपान्तरण सम्भव भयो, त्यसले चाहिँ यसलाई चलायमान बनाएको छ। काङ्ग्रेसभित्र एउटा ठुलो उत्साह पनि छ होला। केही मान्छेहरूलाई चाहिँ के लाग्दो भने अब काङ्ग्रेस चाहिँ मेरो हातबाट फुत्क्यो होइन भन्ने होला, त्यस्तो राजनीतिमा हुनु स्वाभाविक हो। तर यो त एकदमै गति लिएर अगाडि गयो नि त। र यसरी अगाडि गयो भने म लाग्नु नलाग्नु त मलाई राजनीति गर्नुभन्दा धेरै अन्त मलाई रमाइलो लाग्छ होइन। त्यो राजनीति पनि मैले गरेँ, हेरिहालेँ, अब मेरो रहर त पुग्यो। तर म लागुला नलागुला तर मलाई चाहिँ रमाउने वातावरण होइन, यो राजनीति यति राम्रो छ भन्दा त बाहिरबाट पनि रमाइन्छ नि होइन। जुन कुरा मेरो घर राम्रो छ, मेरो घरमा चाहिँ सबै परिवार राम्रो बसिरहेछन् भने त म त कुटी बनाएर एउटा सानो कुटीमा बस्दाखेरि पनि रमाइलो लाग्छ। तर सबै नै लथालिङ सबै त कुटीमा बस्नु चाहिँ मन पराउन्न होला होइन, म सानो डेरामा पनि मन पराउँछु होला। त्यसैले मूल कुरा के हो भने राजनीति भनेको सोसल सर्भिस होला, एन्टरप्रेन्योरसिप होला, अरू तमाम चाहिँ सोसल सर्भिसहरू, त्यसपछि चाहिँ विभिन्न खालका चाहिँ सेवाहरूमा चाहिँ मान्छे लाग्छ, व्यापार बिजनेसमा लाग्छ। त्यसको सम्पूर्ण गाइड यसले मल्टिपल रिपल ल्याउने हो कि त्यो ठाउँमा राजनीति भयो भने। किन राजनीति सबभन्दा माथि हुन्छ। राजनीति ठिकठाक भयो भने तपाईँको प्रतिफल चाहिँ यति धेरै गुणा दिन्छ कि तपाईँले गरे भन्दा 4 गुणा 5 गुणा प्रतिफल दिन्छ, 7 गुणा प्रतिफल दिन्छ।
राजनीति चाहिँ कमजोर भयो भने तपाईँले गरेकोमा चाहिँ 10 गुणा प्रतिफल घटाइदिन्छ हेर्नुहोस् होइन। त्यसैले त्यो राजनीतिको नैराश्यताले जुन सबभन्दा माथिल्लो तहमा हुन्छ राजनीति, त्यसले गर्दाखेरि तलका अरू तहहरूलाई चाहिँ यसले एक प्रकारले भन्यो भने निराश र एकदमै डिस्ट्रोय गरिदिएको छ, खत्तम गरिदिएको छ। हो, त्यसलाई नभत्काउनका लागि राजनीति ठिकठाक ठाउँमा भयो भने त्यसभन्दा तलका अन्य सेक्टरहरूलाई चाहिँ कम्प्लिटली त्यसले चाहिँ एउटा मल्टिपल रिपल ल्याउँछ र त्यसले चाहिँ एउटा उत्साह ल्याउँछ। त्यो उत्साह सबै नेपालीलाई उत्साह ल्यायो भने त त्यसमा म पनि काङ्ग्रेसले ल्याएको उत्साहमा म सहभागी हुन्छु। अब करिब करिब हामी यो मोडरेटेड सेसनको अन्तिममा आइसकेका छौँ। अब हामी केवल एउटा मात्रै प्रश्न लिन्छौँ होला, त्यसपछि हामी फ्लोरलाई आफ्ना केही जिज्ञासा वा प्रश्नहरू सर समक्ष राख्ने निम्ति पनि हामी स्पेस क्रिएट गर्ने रहेछौँ। र करिब करिब अन्तिममा जस्तै यो जेनजी जुन किसिमको विद्रोह प्रोटेस्ट हामीले देख्यौँ, वैश्विक रूपमा नै यसको अध्ययन गर्दै गर्दाखेरि जेनजी प्रोटेस्टलाई हेर्दै गर्दाखेरि के देखिँदो रहेछ भन्दाखेरि चाहिँ यो चाहिँ यस्तो किसिमको मास रेसिस्टेन्स हो जुन चाहिँ अथोरिटेरियनिजमको विरुद्धमा वा अधिनायक विरुद्धमा भएको देखियो, वा विश्वव्यापी रूपमा भएको जुन अनुदारवादी वा इलिबरल टाइड छाल जुन छ त्यसको विरुद्धमा भएको देखियो भन्ने छ। र सँगसँगै हामीले नेपालको हकमा हेर्ने हो भने 74 पछि पनि एउटा ठुलो अधिनायकवादी शक्ति देख्यौँ र त्यसपछि हामीले एउटा पपुलिस्ट फोर्सहरू पनि देख्यौँ। जस्तो हजुरले भन्नुभयो डेमोक्रेसीको विलय होला वा डेमोक्रेसीको विलय हुने पदानुक्रममा होला वा त्यसलाई पछि फेरि हामीले रिभर्स गर्न सकौँला वा गर्नुपर्छ भन्ने पनि हो। जस्तै इन्ड अफ हिस्ट्री पछि आजको दिनमा फ्रान्सिस क्यामेले लिबरलिजम एन्ड डिसकन्टेन्स किन लेखेका छन् भन्ने गर्दाखेरि डेमोक्रेसीमाथि केही न केही चुनौती आएको कारणले गर्दाखेरि नै हो। त्यो कारणले गर्दाखेरि हामीले सबै परिप्रेक्ष्यमा हेर्दै गर्दाखेरि आजको नेपाली काङ्ग्रेसको जस्तै कुनै पनि घर कस्तो हुन्छ वा त्यो परिवारले चाहिँ कुन रूप लिन्छ भन्ने कुरा मुख्यतः त्यो परिवारको नेतृत्व कस्तो छ, नेतृत्वको आचरण के छ, उहाँको स्ट्यान्ड के छ भन्ने कुराले चाहिँ परिवारको ग्रोथलाई डिटर्माइन गर्ने। त्यस कारणले गर्दाखेरि यो सबै अधिनायक विरुद्ध लड्ने कुरामा होस् वा इन्स्टिट्युसनलाई चाहिँ सबलीकरण गराउने कुरामा होस् वा जुन किसिमको डेमोक्रेसीमा आइरहेको थ्रेट्सहरू हुन्छ विभिन्न किसिममा त्यसप्रति जवाबदेहिता बनाउने कुरामा होला वा रुल अफ लको पक्षमा उभिने कुरामा होला, यी सबै कुरामा हामीले 74 देखि अहिलेसम्म हेर्दै गर्दाखेरि आजको दिनमा नेपाली काङ्ग्रेस नेतृत्व गर्ने जुन नेतृत्वहरू हुनुहुन्छ विशेष अधिवेशनपछि उहाँहरू कहीँ पनि चुकेको छ जस्तो म देख्दिनँ। त्यो कारणले गर्दाखेरि हजुरलाई म एउटा प्रश्न के गर्न चाहन्छु भन्दै गर्दाखेरि अब तपाईँको नजरमा के लाग्छ त, केन्द्रीय नेतृत्व त परिवर्तन भयो, तर यो परिवर्तन हुँदैमा काङ्ग्रेस परिवर्तन पक्कै होला त र देशलाई पनि परिवर्तन गर्न सक्ला र? पक्कै पनि के हुन्छ भने व्यक्ति पनि एउटा अनुहार पनि हो, फेरि अनुहार केही पनि होइन भन्ने होइन, तर त्यो अनुहार सँगसँगै त्योसँग चाहिँ जोडिएर आउने एउटा राजनीतिक सङ्कल्पको कुरा आउँछ, राजनीतिक संरचनाको कुरा आउँछ, राजनीतिक शैलीको कुरा आउँछ। त्यसपछि पार्टी बिल्डिङ अथवा पार्टी सत्ता भनौँ न, पार्टी सत्ता ठिकठाक हुन बित्तिकै राज्य सत्ता ठिकठाक पनि हुँदैन। पार्टी सत्ता र राज्य सत्ताको बिचमा चाहिँ एकदमै अनुन्यासित सम्बन्ध पनि हुन्छ, एकअर्काका परिपूरक पनि हुन्छन् ती। तर पार्टी भनेको चाहिँ के हुन्छ भन्दाखेरि एउटा एजेन्डा बायस हुन्छ, राज्य सत्ता एजेन्डा बायस हुँदैन। पार्टी चाहिँ एजेन्डा बायस भएको हुनाले नै धेरै छुट्टा छुट्टै पार्टीहरू चाहिने हो होइन, नत्र तर हाम्रो चाहिँ समस्या भएको त्यही हो नि त। 74 सालपछि होइन, 62-63 सालको आन्दोलन यता त तपाईँ एजेन्डा बायस भएन, पार्टीहरू एउटै जस्ता भए, सबै एजेन्डा एउटै भए। एजेन्डा बायसको ठाउँमा व्यक्ति बायस भयो के पार्टीभित्र। बायस त वास्तवमा त्यो एउटा चाहिँ सिलेक्सन बायस थ्योरी छ नि होइन। सिलेक्सन बायस थ्योरीमा चाहिँ के हो भन्नुहुन्छ भने पार्टीको एजेन्डामा त सिलेक्सन ठिक छ, त्यो सिलेक्सन बायसै हुनुपर्छ। कम्युनिस्टको एजेन्डाबाट काङ्ग्रेस बायस, काङ्ग्रेसको एजेन्डाबाट कम्युनिस्ट बायस भएर न छुट्टा छुट्टा पार्टी चाहिने हो। तर एजेन्डा एउटै भयो, सबै चुनाव चिन्ह पनि उसले उसका सबैलाई भोट हाल्न पायो, तर व्यक्ति चाहिँ बायस भयो। त्यही पार्टीभित्रको एउटै पार्टीभित्रको एउटा दुश्मन छ, अर्को पार्टीको मान्छे उसलाई एकदम प्रिय छ भन्दाखेरि यो चाहिँ स्वार्थले इन्ट्रेस्ट ग्रुपहरू चाहिँ कसरी प्ले गरे भन्दाखेरि व्यक्तिका इन्ट्रेस्टहरूमा, व्यक्तिका चाहिँ स्वार्थहरूमा, उसको पारिवारिक स्वार्थहरूमा त्यहाँनिरबाट चाहिँ गाइडेड हुन थाल्यो पोलिटिक्स। त्यही हुनाले नै यो स्थिति आएको। र मलाई के लाग्छ भने जुन अनुहार परिवर्तन भएको छ, म गगनजीलाई चाहिँ धेरै पहिलेदेखि चिन्छु, एकदमै अन्तर्क्रिया पनि हुन्छ। मैले उहाँको स्वभाव हेर्दाखेरि उहाँको चाहिँ बानी
व्यवहारहरू सबै चाहिँ हामीले चाहिँ राजनीतिक रूपमा पनि उहाँका मुखर अभिव्यक्तिहरू हामी देखिरहेकै छौँ। यहाँ देवराज चालिसीजी हुनुहुन्छ, हामीहरू सबै टियुमा चाहिँ चुनावै हामी चाहिँ लडेका थियौँ, यद्यपि उहाँले जित्नुभयो, मैले हारेँ। तर मलाई नि बधाई दिनुभएको थियो अलिक पहिला है। अब उहाँहरू जस्तो चाहिँ एउटा लोकतन्त्रप्रतिका प्रतिबद्धता पहिल्यैदेखि नै मैले कि डिएनएको कुरा त्यही कारणले गरे हो। उहाँ जस्तो अनुहारले चाहिँ ठुलो धेरै उत्साहित हामीलाई पनि बनाएको छ कि उहाँहरूले त गर्नुहुन्छ। र त्यो गगनजी मात्रै होइन, उहाँहरूको टिम छ होइन, विश्वजी हुनुहुन्छ, अरू देवराजी हुनुहुन्छ, चन्द्र भण्डारीजी, अरू धेरै हुनुहुन्छ जो हामीले विद्यार्थी कालदेखि चिन्दै आएका नेताहरू हुनुहुन्छ होइन। र उहाँहरूको निष्ठा, उहाँहरूको इन्टिग्रिटी, उहाँहरूको सङ्घर्षप्रति कुनै प्रश्नै छैन। अब सामान्यतः मान्छे त फेरि त्यो सबै सर्वगुण सम्पन्न हुँदैन, मान्छेका कमजोर पक्ष पनि हुन्छन्, तर उसको चाहिँ मूल फन्डामेन्टल कुरा के हो? त्यो फन्डामेन्टल कुरामा चाहिँ अनुहारहरू चाहिँ मैले एकदमै पोजिटिभ देख्छु। तर त्यसको साथसाथै फेरि काङ्ग्रेसको काम गर्ने जुन शैली हो त्यसको आफ्नै खालको इनर्सिया हुन्छ। तपाईँ दौड्छु भने पनि त्यहाँको अब तपाईँ अब फुटबल खेल्न भन्नुभयो, तर तपाईँ उभिने मात्रै ठाउँ छ त कसरी फुटबल खेल्नुहुन्छ? त्यसमा फुटबल खेल्ने चाहिँ त्यो मैदान बनाउनु पऱ्यो नि त पहिला। त्यो मैदान बनाउनु फेरि काङ्ग्रेसले तपाईँहरूले नै पर्छ, र त्यो मैदान बनाउने आँट फेरि त्यही पार्टीले राख्नु पर्यो। र यो पार्टीलाई फेरि तपाईँले समाज अनुकूल, किनभने काङ्ग्रेसको सङ्गठन चाहिँ किन एकदमै इनर्सिया बढी छ त्यो सङ्गठनमा भन्दा समाजको सबैभन्दा त्यो जड पङ्क्ति जुन छ नि, एकदमै पुरो तबका पनि काङ्ग्रेस छ नि त होइन। कम्युनिस्टहरूको बरु त्यति छैन। कम्युनिस्टहरूको हेर्दाखेरि चाहिँ सङ्गठन जलायमान जस्तो देखिने, उनीहरूको जड विचार हो, फेरि उनीहरूको सङ्गठनभन्दा बढी जड विचार हो। कङ्ग्रेसको विचार चलायमान हो, सङ्गठन जड हो के। अब यसलाई चाहिँ तपाईँले चाहिँ अलिकति त्यो विचारको चाहिँ तहमा भन्दा तपाईँले चाहिँ साङ्गठनिक तहमा त त्यसलाई चाहिँ तपाईँले कसरी दौडाउनुहुन्छ त भन्दा एउटा ल्याकिङ त्यो हामीले चाहिँ त्यो रकेटलाई चाहिँ पृथ्वीको गुरुत्वाकर्षणभन्दा माथि पठाउँदाखेरि एउटा ठुलो इन्धनको जुन चाहिँ माथि चढाइरहेको हुन्छ, त्यो इन्धनको लोड चाहिँ आउनु बित्तिकै 11.2 चाहिँ मिटर पर सेकेन्ड स्क्वायरको दरले चाहिँ हुत्ताइदिनु पर्यो नि होइन रकेटलाई। त्यसले गर्दा ठुलो बोझ त तपाईँले हुत्ताइदिनु हो। अब यसले अन्तरिक्ष छोड्दैन भन्ने कुरा चाहिँ अब त्यो तपाईँहरूको चाहिँ रकेट कतिको चाहिँ तगडा हो अब त्यसमा भर पर्छ होइन। अब त्यो रकेट चाहिँ अन्तरिक्ष छोड्यो भने त ठिक भयो, त्यसले धेरै कुरामा रूपान्तरण ल्याउँछ, तर अब त्यो बोझ चाहिँ जाँदै गएन। त्यही भएर कुनै धेरै रकेटहरू तपाईँ असफल भयो भन्छ नि त होइन। त्यो असफल भनेको त्यो कक्ष छोड्दैन क्या त्यसले, किनकि त्यो बोझ फेरि लिएर फेरि यतै पृथ्वीतिर फर्काउनु पर्छ होइन। अब भोलि चुनावपछि फेरि तपाईँले पालेको बोझ फेरि रकेटमै टाँसियो भने चाहिँ त्यसले के गर्छ फेरि होइन। त्यसमा यसका आफ्नै खालका, तर आशा गरौँ यसले जुन गति समातेको छ अब त्यो गति सहित जाला र यसले चाहिँ त्यो खालको चाहिँ अन्तरिक्ष छोड्ला, जो जडताको अन्तरिक्ष भनौँ न, त्यो चाहिँ मलाई त्यही त्यो आशा लाग्छ होइन, त्यो हुन्छ भन्ने लाग्छ। अब जहाँसम्म चाहिँ वैचारिक कुरा हो, त्यो वैचारिक कुरामा पक्कै पनि यत्रो विद्वान साथीहरू हुनुहुन्छ, राजनीति शास्त्रै पढ्नुभएको, म त अलिकति म्याथमेटिक्स भौतिक शास्त्र पढेको मान्छे हो, अझ राजनीति शास्त्र पढेको चाहिँ देवराजी नै यही हुनुहुन्छ भनेपछि उहाँहरूले चाहिँ पक्कै पनि वैचारिक कुरामा होइन धेरै ठुलो राम्रो चाहिँ विद्वानहरूकै टिम छ त्यहाँ, र अरू आउटसोर्सिङ पनि गर्नु होला, थुप्रै विद्वानहरूलाई चाहिँ उहाँहरूले बोलाउनु होला। राजनीति शास्त्रका चाहिँ घरान मान्छेहरू चाहिँ कङ्ग्रेसमै पनि होलान् होइन, काङ्ग्रेसमा छैनन् भने बाहिरबाट पनि ल्याउनुहोस्। अनि त्यसले गर्दाखेरि वैचारिक रूपमा पनि आजको समाज सौधो, आजको हाम्रो चाहिँ यो कुन खालको चाहिँ वैचारिकी हो, जुन वैचारिकीले हामीलाई माथि उठ्नै दियो होइन। मैले कम्युनिस्टहरूको चाहिँ एकता हुँदाखेरि जुन खालको उत्साह थियो मैले भने पनि थिएँ, त्यति बेला मलाई धेरै साथीहरूले, मेरा धेरै साथीहरू त वामपन्थी साथीहरू हुनुहुन्छ जोसँग चाहिँ सँगसँगै हामी खाएर हुर्क्यौँ, सँगसँगै सङ्घर्ष गऱ्यौँ, सँगै जेलमा बस्दाखेरिका धेरै साथीहरू हुनुहुन्छ, धेरै साथीहरूसँग जेलमा बसियो। अन्त उहाँहरूसँग कुरा गर्दाखेरि पनि मैले चाहिँ मलाई चाहिँ कस्तो लाग्छ भने उहाँहरूले मलाई आलोचना गरे पनि मैले भनेको थिएँ, तपाईँहरू चाहिँ यो पार्टी ठुलो बनाउनु भएको होइन, तपाईँहरूले अहङ्कार ठुलो बनाउनुहुन्छ। त्यो अहङ्कार मात्रै होइन, तपाईँले भ्रष्टाचार ठुलो बनाउनुहुन्छ, र त्यसपछि भ्रष्टाचार ठुलो बनाउनका लागि तपाईँहरूको झगडा ठुलो हुन्छ। त्यसमा मलाई चाहिँ बरु तपाईँको सानसाना पार्टी बनाउनुहोस् भनेको थिएँ मैले होइन। अनि सानसाना पार्टी बनाउनु भयो भने तपाईँको अहङ्कार पनि ठिक्क ब्यालेन्समा बस्छ, तपाईँको झगडा पनि अलिक सानो हुन्छ, र तपाईँको भ्रष्टाचार पनि अलिक सानो हुन्छ। त्यसमा पार्टी यो धेरै ठुलो भयो, तपाईँलाई यो ठुलो भएपछि अब तपाईँहरूले व्यवस्थापन गर्न सक्नुहुन्न। पार्टीमा त 2टा बनाउनु भयो अध्यक्ष, पाइलट 2टा छ भन्नुभयो, अब सरकारमा 2टा प्रधानमन्त्री बनाउने व्यवस्था छैन हेर्नुहोस्। त्यो भएको भए त पार्टी फुट्दैन होइन। अब 2टा प्रधानमन्त्री बनाउने चाहिँ कि त तपाईँले अब संविधान संशोधन गर्नु, सायद 3टा बनाउने भएछ, राजुले पनि मान्लान् भनेर मैले
एउटा मजाकको कुरा मात्रै। तर वास्तवमै के भन्नुहुन्छ नि, कहिलेकाहीँ चाहिँ पार्टी संरचना ठुलो भएर राष्ट्रका समस्या चाहिँ साना भएको अनि चाहिँ त्यो ब्यालेन्स हुन्छ त। पार्टीका संरचना भयङ्कर ठुला अनि राष्ट्रका समस्या पनि त्यत्तिकै ठुला बनाइदिनु भयो क्या उहाँहरूले चाहिँ। अनि सङ्कटको पहाड यति ठुलो बनाइदिनु भयो। अब त्यो सङ्कटको पहाड चाहिँ हामीले चाहिँ पल्तिरहेको मान्छे पनि नदेख्ने भइसक्यो, पार्टीले खडा गरेका चाहिँ सङ्कटका पहाडहरू। अनि अहिले चाहिँ त्यही नयाँ भन्नेहरूले फेरि त्यो सङ्कटको पहाडमाथि गएर राजनीतिलाई नै ढुङ्गो बनाएर बुढाइदिरहेको छन् कि त्यो तल। अब त्यो सेतीको खोजमा देवराजीको घर पनि त्यही पर्छ, त्यो सेतीको खोजमा राजनीति गरेर अड्क्या छ हेर्नुहोस् है। अब त्यसलाई झिक्ने कसरी भन्ने ठाउँमा पुर्याइदिए कि। त्यसैले मलाई चाहिँ के लाग्छ भने यो सङ्कटको पहाडलाई त पहिला त सानो बनाउनु पऱ्यो नि। सङ्कटको पहाड ठुलो भने हाम्रोमा पनि त्यो सबैको बानी के छ भने अझ वामपन्थीहरूमा त ओलीजीले चाहिँ 10वटा गाँठा पार्नुको राजनीतिलाई भन्यो भने हाम्रो नेता चाहिँ धुवाँभन्दा बढी हुन्छ 20वटा गाँठा पार्दै छोडिदिन्छ भन्छ। हेर्नुहोस् त्यो गाँठा फुकाउने पो नेता हुने होला कि गाँठा पार्दै जाने मान्छे नेता हुन्छ। अनि हामी त्यहाँ उल्टो हामीले चाहिँ नेतालाई चाहिँ गाँठो जसले धेरै पार्न सक्छ, समस्या धेरै बजाउन सक्छ, समाधान हुन दिँदैन त्यसलाई बढी नेता मान्ने चलन भयो कि। यसलाई उल्टाउन साथ त समस्या समाधान गर्ने मान्छे नेता हुन्छ, त्यसलाई चाहिँ हामीले चाहिँ अगाडि ल्याउनु पर्यो। समस्या समाधान गर्ने गाँठाहरू फुकाउने, उहाँले यति गाँठा फुकाउनु भयो भनेर नेताको मूल्याङ्कन गर्न थाल्यो भने सायद मलाई लाग्छ यो परिवर्तन चाहिँ चाँडो पनि हुन्छ। र त्यो आशा जगाउनको लागि सबभन्दा पहिले हामीले काम गर्नु त आर्थिक क्षेत्रमै पर्छ। किनकि मान्छेहरू अहिले त्यो आर्थिक मात्रै छैन, अहिले आर्थिक सुरक्षाको प्रश्न छ। एकपटक पाकिस्तानमा म जाँदाखेरि 1960-70को दशकमा तपाईँ अफगानिस्तान कस्तो थियो हेर्नुहोस् न तपाईँ होइन। त्यति बेलाको अफगानिस्तान त्यो धनी मात्रै थिएन, एकदम लिबरल पनि थियो। रसियनहरूको इन्टरभेन्सन भयो, त्यसपछि अरूको हुँदै 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 त्यो चाहिँ एउटा जियो पोलिटिक्समा परिसकेपछि एकजनाले भन्दै थियो त्यति बेला, म गएको पनि, म पाकिस्तान जाँदाखेरि सायद 48-49 सालतिर, उनले भन्दै थिए मेरो त्यति बेला 9 करोडभन्दा बढी चाहिँ प्रोपर्टी चाहिँ त्यो थियो मेरो। तर उनी चाहिँ त्यहाँ एउटा क्याम्प, पाकिस्तानमा चाहिँ एउटा क्याम्पमा बसिरहेको थियो सानो झुपडीमा। मान्छेहरूको असुरक्षा भनेको हिजो त्यो घरहरू चलिसकेपछि मान्छेलाई वास्तवमा अहिले घर बनाउनु तम्सिएका मान्छेहरूलाई घर बनाउनु जाएको छैन। किन बनाउनु? घर एउटा आएर जलाइदिँदो रहेछ। कहीँ पनि सुरक्षाको भावना नभएपछि पैसाहरू लिएर चाहिँ मान्छेहरू चाहिँ इन्डियातिर जाला, युरोपतिर जालान्। अहिलेका धेरैका छोराछोरी छन् सामान्य 1 करोडको घर बेचेर 2 करोडको घर बेचेर पनि यति गरिब मुलुकबाट पैसा बाहिरिन थाल्ने मान्छे त बाहिरिएको छ। अब सामान्य सम्पत्ति पनि बाहिरिन थाल्ने, बाहिरकाले पनि यहाँ नपठाउने। अब किन पठाउनु? त्यहाँ सुरक्षित छैन। यस्तो खालको मनोविज्ञानबाट मान्छेलाई बाहिर निकाल्ने, रोजगारी पाइन्छ भन्नेबाट बाहिर निकाल्ने र हामी चाहिँ होइन, हामी मध्यम वर्गमा चाहिँ एउटा मध्यम वर्गीय आय भएको देशमा लान सकिन्छ भने एउटा विश्वासको वातावरण लिएर जाने, ती चुनौतीहरूलाई चाहिँ पार गरिदिने बित्तिकै त मान्छे त आउँछ नि, आफ्नै देशमा आउँछ। आफ्नै देशमा काम गर्न मान्छेलाई रमाइलो लाग्छ, आफ्नै चाहिँ नातेदारहरू, आफ्नै चाहिँ साथीभाइहरूसँगै बसेर काम गर्न मान्छेलाई जाँगर लाग्छ। तर तपाईँ हेर्नुभयो भने अहिले कहीँ कतै पनि यो राजधानी तपाईँ हेर्नुभयो र हामीले चाहिँ भन्छौँ कुनै संसारका सबभन्दा गरिब देशहरूमा चाहिँ जानुहोस् तपाईँ, तर पनि राजधानी यस्तो अव्यवस्थित चाहिँ छँदै छैन कि कहीँ पनि। यति अव्यवस्थित चाहिँ कहीँ अहिलेबाटै आजबाटै हामीले चाहिँ इन्टरभेन्सन गर्न सुरु गर्नु पऱ्यो नि। अब होइन यस्तो घर नबनाऊ, होइन घरहरू चाहिँ अलिक डिजाइन बनाऊ, होइन घरको सुन्दरता पनि बनाउनुपर्छ, बाटोको पनि सुन्दरता चाहिन्छ। अहिले तपाईँ बेङ्गलोरबाट चाहिँ त्यो उसमा कर्नाटक जाने चाहिँ त्यो बाटो तपाईँ हेर्नुभयो भने बाटोको साइजभन्दा ठुला, उनीहरूले पनि चाइनाले जस्तो, चाइनामा त्यो एस्थेटिक्सलाई असाध्यै बढी चाहिँ महत्त्व दिन्छ। त्यो बाटोभन्दा ठुलो चाहिँ फुलबारी बनाएको छ त्यो दुबईतिर। त म छक्कै परेँ, त्यो युरोपमा त सेचुरेसनमा गयो, त्यहाँ छँदै छैन। भन्दाखेरि हामीले त कस्तो भन्नुहुन्छ नि, बाटो भयो भनेपछि बल्ल बल्ल चाहिँ छिर्न पाएपछि बाटो भयो भन्ने चाहिँ त्यो मानसिकताबाट चाहिँ गुज्रिरहेको छौँ क्या हामी। एकदमै त्यो निर्वाहमुखी अर्थतन्त्रको लामो अभ्यासबाट हामी के आयौँ भने फेरि लड्न पनि परिरहेको छैन, खुसी पनि छौँ एकतिर। हाम्रो देश त कहिले लडाइँमै गएको देश छैन। हेर्नुहोस् तिब्बतसँग, त्यो पनि अङ्ग्रेज हुँदाखेरिको। हाम्रो आफ्नो स्वतन्त्र लडाइँ कहाँ छ? केही पनि छैन। यति शान्तसँग बस्यो मुलुक होइन, तैपनि खोइ त हामीले चाहिँ केही गर्न नसक्ने यस्तो कसरी हुन्छ होला? यो अचम्मै लाग्छ नि हामीलाई चाहिँ। यो न लडाइँमा परेको देश छ, न चाहिँ त्यस्तो खालको चाहिँ एकदमै ठुलो विकास गर्न नसकिने ठाउँ छ, न जनसङ्ख्या ठुलो छ, तैपनि हामी केही गर्न सकेका छैनौँ। यसबाट मुक्ति चाहिँ हामीले राजनीतिक पार्टीहरू पहिला चाहिँ उनीहरूको सोच यति सानो भयो। संसारमा मैले कहीँ सुनेको छैन 20 लाखमा चाहिँ नेपालका एकजना मन्त्री भ्रष्टाचार परेका थिए। 20 लाखमा मन्त्री भ्रष्टाचारमा पर्छ। परे पनि तपाईँ चाहिँ त्यो डी राजा भन्ने चाहिँ त्यो 3
3D पनि नआउँदै डी राजाको भ्रष्टाचार हेर्नु 300 करोड कहीँ भ्रष्टाचार पनि अलिक ठुलो गरोस् भन्ने हुन्छ नि 20 लाखमा मन्त्री गयो भन्दा कस्तो भन्ने त कति दरिद्र मानसिकता त्यो राजनीति गरिब भएपछि होइन मान्छे गरिब भएपछि राजनीति पनि गरिब हुँदो रहेछ हेर्नु अनि त्यो गरिबीमा त्यो राजनीति बाँड्दा अहिले एउटा लहर जुन चलेको छ मलाई चाहिँ वास्तवमा यो देश बनाउने हुटुटी भन्दा राजनीति अति सजिलो रहेछ भन्ने रवि लामिछानेजीले पनि पारिदिनु भयो के उहाँ आइसकेपछि धेरैलाई के लाग्न थाल्यो भने यति चाँडो मन्त्री हुन पाइने रहेछ भन्ने चाहिँ त्यो एउटा इन्सपायर पनि उहाँले गरिदिनु भयो ठिकै छ त्यो राम्रो कुरा हो तर त्यो इन्सपायर त्यसको चाहिँ जुन इन्सेन्टिभ चाहिँ उसले चाहिँ केबाट लिने भन्नेतिर चाहिँ बढी भयो कि होइन अब त्यो मोटिभेट हुनु एकदमै चाँडै चाहिँ राजनीतिमा जानु त राम्रै कुरा हाम्रो जस्तो देशमा किनकि ल्याटरल इन्ट्री नभएका पार्टी छन् होइन अब 5 वर्ष जनवर्गीय सङ्गठनबाट आउनुपर्छ भन्ने पार्टीमा सिधै आएर अरू पार्टीमा गएको भए रवि लामिछानेलाई गृहमन्त्री हुन कति वर्ष लाग्थ्यो होला 30 वर्ष लाग्थ्यो होला सायद 75 वर्षको भएपछि हुनुहुन्थ्यो होला 25 वर्ष लाग्थ्यो होला तर उहाँ गएर एकैचोटि हुनुभयो त्यो एउटा चाहिँ ठुलो ल्याटरल इन्ट्री अब चाहिँ प्रत्येक पार्टीमा स्वच्छ मान्छेलाई ल्याटरल इन्ट्री गरिदिनुपर्छ भन्ने एउटा म्यासेज पनि त्यसले गर्यो जसले गर्दाखेरि धेरैजनालाई चाहिँ राजनीतिमा आउनु पर्यो भने आफै पार्टी खोल्न पर्ने भयो कि त्यहाँबाट मुक्ति दिनु पर्यो नि कमसेकम कङ्ग्रेसमा आएर गर्छु म काङ्ग्रेसमा मलाई चाहिँ यो पदमा म उठ्छु भन्ने भयो भने त हरेक राजनीति गर्ने मान्छे यिनै पार्टीमा आउँथे नि तर अहिले त आफैले पार्टी नबनाइकन जाने दिँदैन कहीँ पनि होइन अब 7 वर्ष चाहिँ जनवरी सङ्गठनमा बस भन्छ अब चाहिँ त्यहाँ सङ्घर्ष गर भन्छ अनि कसरी आउँछ त्यो मान्छे 7 वर्षमा त मान्छे चाहिँ प्रधानमन्त्री भएर बिदा लिइसक्छ अहिलेको पुस्ता त्यो राजनीतिमै सबै कुरा हाम्रो चाहिँ धेरैजना त राजनीतिबाट पीडित पनि हुन्छ नि त किनकि राजनीतिले त अरू धेरै कुरा कहीँ गएर पौडी खेल्न मन लाग्ला कहीँ गएर बस्नु मन लाग्ला रेस्टुरेन्टमा जानु मन लाग्ला नाच्न जानु मन लाग्ला मान्छे सबै छोडेर त्यो राजनीतिको चर्की कसैलाई फुर्सद छैन 5 मिनट पनि जीवन धेरै अप्ठ्यारो छ राजनीतिक जीवन हेर्नुहोस् होइन म राजनीति छोडेपछि भयङ्कर इन्जोय गरेको छु त्यसमाले मलाई फर्काउन कठिन छ हेर्नु पार्टी राम्रै भयो पनि म बाहिरबाटै चाहिँ त्यो कुरा हेर्छु किनभने फुर्सदै हुँदैन एकजनाको फोन नफर्काउनु गाली गरिसक्छ स्ट्याटस लेखिसक्छ हेर्नुहोस् है फोन नफर्काउनु ए ठुलो भएस तँलाई अब अर्को चुनावमा देखाइन्छ भन्छ उठाउनै पर्यो होइन मान्छे त्यसै बिना काममा एङ्गेज छ क्या त्यो फ्रुटफुल रिजल्ट दिनै सकेको छैन यो पनि चाहिँ गाह्रो छ होइन पक्कै पनि हजुरले भन्नुभएको जस्तै ल्याटरल इन्ट्रीको लागि नेपाली काङ्ग्रेसले अब नीति अङ्गीकार गरिसकेको छ त्यस कारणले गर्दाखेरि अब ल्याटरल इन्ट्री मार्फत पनि हजुर नेपाली काङ्ग्रेसमा आबद्ध हुन सक्नुहुन्छ भनेर म सम्मानको ढोकाहरू हजुरलाई बताउनु छ है र सँगसँगै जुन स्टेट भेलिसिटीको कुरा हजुरले राख्नुभयो हिजोको दिनमा केन्द्रीय कार्य सम्पादन समितिमा होस् वा केन्द्रीय कार्य समितिमा होस् एक प्रकारको टाइरनी अफ मेजोरिटी हुँदा शुद्ध महालेसन प्रतिनिधिहरूले वा तल्लो स्तरमा पिआइसी सदस्यताहरूले जुन किसिमको एउटा क्षेत्र विशेष अधिवेशनलाई जस्तो सफल पार्नुभएको छ पार्टीभित्रको हामीले स्टेट भेलिसिटी हामीले तोडिसकेका छौँ र अब देशको जुन फेडरलिस्ट पेपर हजुरले भन्नुभयो त्यो युएसको कन्स्टिट्युसन बनाउनुको लागि प्रयोग भयो हो तर त्यो पनि जस नेपाली काङ्ग्रेससँग नेपाल कस्तो बनाउनुपर्छ आइडिया अफ नेपाल कस्तो हुनुपर्छ भनेर नेपाली काङ्ग्रेससँग प्रोजेक्ट गभर्मेन्ट पनि तयार छ त्यस कारणले गर्दाखेरि अब पक्कै पनि नेपाली काङ्ग्रेसले देशको नेतृत्व गर्न सक्छ हामीले बदलियो काङ्ग्रेस बदल्छौँ देश र अब फ्लोरबाट हामी केही प्रश्नहरू लिन चाहन्छौँ हामी सोचेको समयभन्दा हामी धेरै ढिलो भइसकेको कारणले गर्दाखेरि हामी प्रत्येक प्रश्नहरूलाई एड्रेस गर्ने भन्दा पनि अब सगोलमा नै एड्रेस गर्छौँ होला त्यस कारणले गर्दाखेरि छोटो छोटो किसिमको प्रश्नहरू राखिदिने होला सम्पूर्णमा नमस्कार जय नेपाल मेरो नाम विजय पुन मगर म चाहिँ नेपाली कङ्ग्रेस पार्टीमा आबद्ध छु यो विशेष महाधिवेशनले नेपाली कङ्ग्रेसको दुवै पोलिसी र लिडरसिप नीति र नेतृत्व चेन्ज गरेर र आफूलाई एउटा नयाँ कङ्ग्रेसको रूपमा चाहिँ समाज अगाडि अथवा देशको अगाडि चाहिँ प्रस्तुत गरेको छ यसै सन्दर्भमा चाहिँ एकजनाले चाहिँ ट्विटर अथवा एक्समा के लेखिरहनु भएको थियो भने चाहिँ यो जुन कङ्ग्रेसमा आएको परिवर्तनले गर्दाखेरि चाहिँ विशेष गरी वामपन्थी विचारधारा राख्ने पत्रकारहरू बुद्धिजीवीहरू चाहिँ अरूभन्दा चाहिँ एक स्टेप अगाडि गएर चाहिँ खुसी बाँडेको भनेर चाहिँ व्यङ्ग्य गर्नुभएको थियो क्या त्यो सँगसँगै नेपाली कङ्ग्रेसलाई चाहिँ यो 62-63 को परिवर्तनको नेतृत्व गरिसकेपछि यो नेपाली कङ्ग्रेस चाहिँ वामपन्थीकरण भएको अथवा चाहिँ प्रचण्ड पथमा हिँडेको भनेर पनि दोष लाग्ने गरेको छ र यसै कुरालाई चाहिँ मध्यनजर गर्दै म सरलाई के सोध्न चाहन्छु भने यो नेपाली कङ्ग्रेसले देशको आर्थिक सामाजिक र
र राजनीतिक परिवर्तन गर्नलाई र विशेष गरी यो जेनजी आन्दोलन पछिको परिवर्तित अवस्थामा उसले आफ्नो यो वैचारिक धार जुन आइडियोलोजिकल ओरिएन्टेसन हुन्छ त्यसलाई चाहिँ सेन्टर टु लेफ्ट भन्छ यो केन्द्रदेखि अलिकति बायाँतिर लिँदा ठिक हुन्छ कि अथवा सेन्टरदेखि राइटतिर लिँदाखेरि चाहिँ राम्रो हुन्छ होला भनेर म हजुरलाई प्रश्न गर्न चाहन्छु। धन्यवाद। धन्यवाद। म चाहिँ हाम्रो आजको एसडब्ल्यूको चाहिँ स्रोत व्यक्ति उहाँसँग एउटा साह्रै राम्रो कुरो गर्नुभयो जस्तो लाग्यो कि मलाई। अहिलेको नेताहरूले गाडा फुकाउने गाडा बाँध्ने थप्ने होइन गाडा फुकाउने सक्ने चाहिँ अहिलेको आवश्यकता हो भन्ने उहाँले निकाल्नु मलाई मन पर्यो त्यो कुरो। र यसै सन्दर्भमा उहाँलाई चाहिँ म के एउटा जिज्ञासा राख्न चाहन्छु भने अहिलेको नेपालको राजनीतिमा एउटा परम्परागत शक्ति छ। परम्परा शक्तिले चाहिँ त्यो शान्त तलाउमा ढुङ्गा हानेर तरङ्ग पहिलाको छ, कहिलेका भित्र करेन्ट लगाएर ठुलो ज्वालामुखी ल्याउने गरेर देखेको छ कि यो परम्परागत शक्तिलाई चाहिँ कसरी व्यवस्थापन गर्ने होला, यहाँको के सुझाव होला? थ्याङ्क यू। नमस्कार, मेरो नाम चाहिँ मिनेन्द्र यादव, म एउटा ल स्टुडेन्ट। मेरो प्रश्न जेनजी उमेर समूहका युवाको बिहाफमा रहेको छ। हामी यस्तो पुस्ता हौँ जसले फ्र्याक्चर्ड पोलिटिकल कल्चर, विखण्डित राजनीतिक संस्कृतिमा हुर्किएको अनुभव भोगेका छौँ। हाम्रो परिवेशले बाल्यकालदेखि नै कङ्ग्रेस मात्र होइन लगभग सबै ठुला राजनीतिक दलहरू सत्ता केन्द्रित हुन् भन्ने कथा निरन्तर सुनायो। यही निरन्तरताले युवा पुस्ताको सबकन्सियस माइन्डमा साँच्चीकै नै राजनीतिक दल भन्न बित्तिकै सत्ता केन्द्रित नै हो भन्ने रेडिमेड आन्सर अर्थात् एभाइबिलिटी हेरिस्टिक भनिन्छ, यो डिपली हाम्रो साइकोलोजीमा इम्बेडेड भयो र त्यही वाइड स्प्रेड पब्लिक डिस्ट्रस्टले लामो समयसम्म अकुमुलेट भएर यो जेनजी विद्रोह भएको हो। त्यही भएर आजको जेनजी पुस्ताले जुनसुकै राजनीतिक दललाई सत्ता केन्द्रित पार्टी हो कि होइन, नयाँ दृष्टिकोण, नयाँ ऊर्जा र नयाँ राजनीतिक संस्कृति सहितको शक्ति हो कि होइन भन्ने कुरा इभ्यालुएट गर्दा कुन ठोस आधार र इन्डिकेटरलाई मध्यनजर गर्नुपर्छ भन्ने मेरो एउटा प्रश्न। र अर्को प्रश्न, बदलिएको काङ्ग्रेस वा रिफर्म काङ्ग्रेस भन्दै गर्दा हजुरले कङ्ग्रेसको जेनजी विद्रोह पश्चातदेखि लिएर विशेष महाधिवेशन र अहिलेसम्मको जोर्नीमा यो इन्डिकेटरहरू भेटाउनु हुन्छ कि नै भन्ने मेरो यो प्रश्न रहेको छ र कृपया यसको अत्यन्तै सरल, व्यावहारिक र युथ सेन्ट्रिक जवाफ दिदिन हुन अनुरोध गर्दछु। अब हामी अन्तिम एउटा लिनेछौँ। हजुर धन्यवाद। म सामान्य एउटा सचेत नागरिक मुमारामजीलाई मेरो दुईटा प्रश्न छ। एउटा प्रश्न चाहिँ जेनजी विद्रोह लगत्तै यहाँले यो चाहिँ विशुद्ध अर्ग्यानिक आन्दोलन हो, यसमा भारत, इन्डिया, चाइना कसैको पनि हात छैन भन्नु भएको थियो। त्यो धारणामा यहाँको केही परिवर्तन आएको छ कि छैन, कुनै डटहरू यहाँले जोड्न पाउनु भएको छ कि छैन, र त्यो विशुद्ध अर्ग्यानिक आन्दोलनै हो भन्नेमै यहाँको दृष्टिकोण छ कि यहाँ परिवर्तन भएको छ भने किन छ र छैन भने किन छैन, एउटा त्यो पनि प्रश्न। अर्को प्रश्न चाहिँ निजी क्षेत्रलाई जुन उहाँहरूको चाहिँ मनोबल एकदमै गिरेको अवस्थामा कम्तीमा रामेश्वर खनाल र विश्वनाथ पौडेलले प्रयास गरिराख्नु भएको छ उहाँहरूको मोरल बुस्ट गर्नको लागि। अब आउने सरकारले निजी क्षेत्रको मनोबल बढाउन के गर्नुपर्छ, यो दुईटा प्रश्नको जवाफको अपेक्षा राखेँ मैले। हस् धन्यवाद। अब फ्लोरबाट उठेका जे जस्ता प्रश्न जिज्ञासाहरू छ त्यसलाई एड्रेस गरिदिनु निम्ति सरलाई आग्रह गर्न चाहन्छु। विजय पुन्जीले जुन भन्नुभयो यो नेपाली कङ्ग्रेसले लिनुपर्ने नीति, मलाई चाहिँ के लाग्छ भने अब चाहिँ यो लेफ्ट एजेन्डाहरू तपाईँ लिनुभयो भने कुनै एजेन्डाहरू लेफ्ट टिल्टेड हुन्छन्। तपाईँ धेरै जसो आर्थिक एजेन्डाहरू हेर्नुभयो भने त्यो हरेक चाहिँ तपाईँ इकोनोमिस्टहरूलाई अहिले हेर्नुभयो भने ती चाहिँ अलिकति लेफ्ट टिल्टेड नै हुन्छ। किनभने तपाईँले लोकतन्त्रलाई जब सामाजिक न्यायसँग जोड्नुहुन्छ, त्यो लेफ्ट भनेर मैले कम्युनिस्टहरूको लेफ्ट भने होइन। लेफ्ट टिल्टेड भनेको के त भन्दाखेरि अलिकति सोसल जस्टिससँग त्यसलाई जोड्दाखेरि एजेन्डाहरू चाहिँ लेफ्ट टिल्टेड देखिन्छन्। आर्थिक एजेन्डाहरू जसले चाहिँ त्यो वर्गसम्म चाहिँ पनि राज्यको लाभ पुगोस् जुन वर्ग आफै चाहिँ सक्षम छैन। त्यो भन्दै गर्दाखेरि तपाईँ नर्डिक कन्ट्रीहरूतिर हेर्नुभयो भने त अब अहिले त्यसले लामो प्र्याक्टिसपछि त्यहाँ चाहिँ झन्डै चाहिँ 70% सम्म चाहिँ कर छ। त्यस कारणले गर्दा उनीहरूले काफी मात्रामा
त्यो सोसल जस्टिसलाई चाहिँ उनीहरूले हल गरिसक्यो भने त्यहाँ अर्को खालको समस्या छ। त्यहाँ चाहिँ काम किन गर्ने हामीले, जबकि काम नगर्नेले पनि हामीले नै बराबर चाहिँ उसले चाहिँ सुविधा लिइरहेछ भन्ने त्यो अर्कै खालको समस्या भयो उनीहरूको। तर हामी कहाँ चाहिँ अझै पनि मलाई चाहिँ सेन्टर टु लेफ्ट एजेन्डाहरूले नै केही समय चाहिँ नेपालमा काम गर्छन् जस्तो लाग्छ। तर पार्टीको पोलिसी चाहिँ स्ट्रेट फरवर्डै हुनुपर्छ, त्यो चाहिँ अगाडि जाने हुनुपर्छ, त्यो दायाँ बायाँ जाने चाहिँ हुनु हुँदैन। मूल नीति त्यही नै हो। तर त्यो हुँदै पनि सिधै हिँड्दै पनि कहिलेकाहीँ चाहिँ अलिकति बायाँबाट चाहिँ फेरि सिधा हिँड्ने र अलिकति त्यो चाहिँ आर्थिक एजेन्डाहरूमा देखिन्छ होला जस्तो मलाई लाग्छ। र काङ्ग्रेसको पनि त्यही नै होला, किनकि सामाजिक लोकतन्त्रको उहाँहरूले जुन कुरा गर्नुभएको छ, सामाजिक लोकतन्त्रको पनि त्यो चाहिँ उदार लोकतन्त्रको जुन सामाजिक लोकतन्त्रको चाहिँ एउटा चाहिँ जुन टर्मिनोलोजी छ होइन, उदार लोकतन्त्र त भेगमा भयो, त्यसमा सामाजिक लोकतन्त्र भन्दा बित्तिकै त्यो सोसियल जस्टिससँग त्यसले चाहिँ काहीँ न काहीँ त्यो जोडिन पुग्छ, जसले गर्दा त्यो अलिकति लेफ्टिस्टेड हुन्छ नै भन्ने लाग्छ है मलाई चाहिँ। यद्यपि मलाई चाहिँ त्यसको व्याख्या मैले कुनै नेताबाट मैले सुनेको छैन, काङ्ग्रेसका नेताहरूबाट। र अर्को उहाँ सरले चाहिँ परम्परागत शक्तिलाई कसरी हिँडाउने भन्नुभयो, वास्तवमा सजिलो त त्यही नै हो। परम्परागत शक्तिलाई अघि हामीले भन्यौँ डेमोक्रेटिक नर्म्समा हिँडाउन सकियो भने त्यसको चाहिँ नीतिगत कुरा पनि हो, त्यसको चाहिँ नेतृत्व पनि हो, त्यसको चाहिँ कार्यशैली पनि हो। त्यो सामाजिक परिवर्तनको अथवा सामाजिक चाहिँ जुन हाम्रो परिवर्तन आएको छ, यद्यपि हाम्रो सामाजिक परिवर्तन त्यति स्वस्थ छैन, किनकि धेरै सोसल इन्जिनियरिङ भएको छ कि 46 सालसम्म त कङ्ग्रेसले पनि र कम्युनिस्टहरूले दुवैले चाहिँ सोसल इन्जिनियरिङ गरे हो समाजलाई। पछि गएर के भयो भने राजनीतिक दलहरू करिब 60को दशकसम्म आउँदा त्यो सोसल इन्जिनियरिङ चाहिँ कस्तो ठाउँमा पुग्यो भने हाम्रो चाहिँ यो जुन खालको चाहिँ समाज थियो, त्यो समाजको विघटन चाहिँ धेरै माइग्रेसनले चाहिँ हाम्रो सामाजिक चाहिँ जुन मूल्य मान्यताहरू त्यसमा धेरै ह्रास हुँदै आयो। त्यो सदरमुकाम नजिक आयो, त्यसपछि हाम्रो जुन टाइअप समाजसँग जुन हाम्रो खास गरेर हाम्रो सत्तासँग र इकोनोमिक बोन्ड पनि हाम्रो चाहिँ मध्य पहाडी क्षेत्र थियो, त्यो क्षेत्र जब तराईमा आयो त्यसपछि हाम्रो चाहिँ टोटल चाहिँ पोलिटिकल इकोलोजी बदलिएको छ कि त्यो चाहिँ इकोनोमिक चाहिँ जुन चाहिँ हाम्रो मेरुदण्ड हो होइन, त्यो चाहिँ यता तराईतिर शिफ्ट भयो। तर पोलिटिकल मेरुदण्ड चाहिँ त्यहीँको त्यही रह्यो। यो कन्ट्राडिक्सनले गर्दा मधेस आन्दोलन पनि भयो। त्यो मधेस आन्दोलनको मूल कुरामा चाहिँ त्यो कुरा थियो। र अहिले आउँदाखेरि हामीले चाहिँ जुन 80, 81, 82% जति त हामी चाहिँ यता जनसङ्ख्याको आधारमा चाहिँ निर्वाचन क्षेत्र बनाएका छौँ होइन। उता चाहिँ हामी त्यही कमसेकम एउटा जिल्लालाई एउटा नछुटोस् भन्नाले त्यो चाहिँ 18-19% मात्रै त्यो बाँकी रह्यो। र त्यसले गर्दाखेरि पनि त्यो पोलिटिकल डिसब्यालेन्स चाहिँ जुन चाहिँ हाम्रो इकोनोमिक चाहिँ त्यो इम्ब्यालेन्स सँगसँगै त्यो पोलिटिकल चाहिँ इम्ब्यालेन्सलाई पनि मिलाउनु पर्यो नि त होइन। जब तपाईँको चाहिँ डोमिनेन्ट फ्याक्टर जे हुन्छ त्यसैले नै पोलिटिकल्ली पनि डोमिनेट गर्छ कि जहिले पनि। त्यसो लागि चाहिँ यो कन्ट्राडिक्सन चाहिँ बिस्तारै त्यो मेटिँदै गयो। अहिले गगन थापाजीको त्यहाँको जुन चाहिँ उम्मेदवार बन्छु भनेर जानुभयो, सायद यो कुरा चाहिँ त्यहाँ राम्रोसँग प्रतिबिम्बन हुन्छ जस्तो मलाई लाग्छ। त्यो कुरा सत्य हो, किनकि हाम्रो चाहिँ जुन ब्याकबोन जसरी बनाएको थियो त्यही अनुसार चाहिँ हाम्रो चाहिँ पोलिटिकल त्यो राजनीतिको निक्षेपीकरण त्यसरी भएन, जसको कारणले असन्तुष्टिहरू रहन गयो। त्यो असन्तुष्टिलाई हामीले चाहिँ काहीँ न काहीँबाट एड्रेस गर्नै पर्छ होइन। त्यो संहिताले मात्रै एड्रेस गरेको छैन, मधेसको मात्रै हो संहिता भन्ने परेको छ कि त्यो संहिता कि त तपाईँ खारेजै गर्नुहोस् होइन, यही तरिकाले लाने हो भने, नत्र राजनीतिको निक्षेपीकरण गर्नुहोस्। त्यो गर्नु भएन भोलि भने यो कन्ट्राडिक्सन चाहिँ धेरै दलहरूलाई चाहिँ तेरो संहिताको बारेमा के हो भनेर चाहिँ सोधिनुपर्ने कारण के हो भने हामीले राजनीतिक निक्षेपीकरणलाई सही ढङ्गले चाहिँ पहिल्याउन नसकेका कारणले हो। त्यसैले परम्परागत शक्ति जुन तपाईँले भन्नुभयो त्यसले चाहिँ यी जुन हाम्रा चाहिँ राजनीतिका जुन हामीले नमिलाएका चुच्चा चाची छन् नि, यसलाई सम्म नबनाउँदासम्म त असन्तुष्टिहरू रहिरहन्छ होइन। त्यसैले त्यो चुच्चा चाचीलाई चाहिँ परम्परागत शक्तिले चाँडै मिलाएको भए मलाई लाग्छ यो स्थिति हुँदैन। काङ्ग्रेस एमाले पनि संविधान संशोधन गर्ने भने मूल काङ्ग्रेस एमालेको सरकार बन्नुको पछाडि त त्यही मुख्य एजेन्डा थियो नि। तपाईँ चाहिँ त्यही एजेन्डालाई नै 2 नम्बरमा राखे भने 1 नम्बर त त्यो पृष्ठभूमिको कुरा हो, 2 नम्बरमा त संविधान संशोधनकै कुरा छ। त त्यहाँ चाहिँ अलिकति बहस पनि सुरु भएको थियो। मलाई पनि एउटा दुईवटा बहस गर्न मन लागेको थियो। तर मेरो प्रिय मित्र हुनुहुन्छ गेजा शर्मा वागले चाहिँ उहाँले चाहिँ धेरैवटा आर्टिकल पनि लेख्नुभयो। अनि मलाई पनि उहाँले पनि भन्नुभएको थियो, मैले आफै पनि उहाँको आर्टिकलबाट एकदमै चाहिँ म अब हुँदै नै रहेछ क्या हो, अब नहुने बेला त के लेख्नु र, अनि हुने नै बेला त आफ्नो कुरा त दिनु पर्यो भनेर म पनि लेख्दै थिएँ। तर पछि चाहिँ त्यो फास्टफुड गगनजी पनि त्यसमा एक्टिभ हुनुहुन्छ भनेर हामीसँगै मेरो भेटमा पनि भन्नुभएको थियो, अब एउटा संयन्त्र जस्तो बनाएको छ, त्यो संयन्त्र त बाहिरै आएन,
हामीलाई त थाहा थियो संयन्त्र बन्यो भन्ने। त्यो संयन्त्र बनेको भए ल संविधान संशोधन गर्ला अलिकति असन्तुष्टिहरू चाहिँ मेटिएला भन्ने थियो नि। त्यो परम्परागत शक्तिले वास्तवमा आफै रिफर्म गरेको भए नयाँ शक्तिहरू राजनीतिमा चाहिँदैन। तपाईँ चाहिँ यो समाजलाई चाहिने राजनीति चाहिँ तपाईँले नै दिनुहुन्छ भने अर्कोले फेरि त्यही दुःख किन गर्छ होइन? तपाईँले दिनदिनै रोटी खाना दिइरहनु भएको छ, कसैलाई घरको चाहिँ मान्छेलाई भने त्यो बाहिर माग्दै त हिँड्दैन नि त। त्यस कारणले गर्दाखेरि परम्परागत शक्तिमा आएको ल्याकिङबाट नै यो राजनीति अलिकति डिरेल भएको हो। त्यो कारणले चाहिँ यहाँ चाहिँ यो जेनजी मुभमेन्टसम्म गएको भन्ने मलाई लाग्छ। अब मिनेन्द्र यादवजीले भनेको कुरा बडो चाहिँ गम्भीर कुरा के हो भन्नुहुन्छ भने अहिलेको युथ एउटा हिमाल चाहिँ पत्रिकाले एउटा चाहिँ हिमाल खबर पत्रिका मेला लगाएको थियो आजभन्दा 2-3 वर्ष अगाडि। त्यहाँ एकजना इन्डियाबाट त्यहाँ मुख्य वक्ता पनि आउनु भएको थियो। त्यसको साथसाथै एकजना बहिनी हुनुहुन्थ्यो। उहाँसँग चाहिँ मैले कुरा गर्दाखेरि त्यही भारतमा पनि तपाईँ चाहिँ हामीले किन्ने गाडी 4 गुणा सस्तो छ। हामीले जुन गाडी 40 लाखमा किन्छौँ त्यो गाडी इन्डियामा 10 लाखमा आउँछ। त्यहाँ चाहिँ 2-3 लाख रुपियाँको 2 लाख रुपियाँ भयो भने उनीहरू गाडी चढ्न सजिलोसँग सक्छ। त्यस्तै फ्ल्याटहरू तपाईँ हेर्नुभयो भने त्यहाँ एउटा फ्ल्याट 20-22 वर्षको चाहिँ केटाकेटीहरू जसले चाहिँ 2 जनाले जागिर गर्छन् उनीहरू चाहिँ तुरुन्तै बिहे गरेको अर्को दिन आफ्नो फ्ल्याटमा जम्मा 5 लाख रुपियाँ भयो भने आफ्नो फ्ल्याटमा बस्न सक्छ, आफैले चाहिँ गाडी किन्न सक्छ र उसको चाहिँ तलबले सजिलोसँग त्यो किस्ता चाहिँ तिर्न सक्छ। एकदमै थोरै किस्ता हुन्छ। अहिलेको युवाहरूलाई तपाईँ चाहिँ कल्पना गर्नुहोस् 60 वर्ष 70 वर्ष नहुँदै काठमाडौँमा एउटा मान्छेले घर बनाउन सक्दैन। 4 करोड घरलाई पर्ने सामान्य घरलाई होइन। अब तपाईँ चाहिँ कसरी त्यो युवालाई तपाईँले चाहिँ एउटा युवाका लागि आज पनि हामीले चाहिँ गाडीलाई चाहिँ तपाईँ विलासिताको वस्तु भनेर कर लिनु भएको छ। राज्यले कर लिइरहेको छ। आज गाडी विलासिताको वस्तु भयो। अझ हाम्रो जस्तो तपाईँले चाहिँ इजी हुन्छ कि कहाँ चाहिँ तपाईँ सार्वजनिक यातायात राम्रो छ कि छैन भन्नलाई त्यो देशमा ओर्लिने बित्तिकै तपाईँ मोटरसाइकल चाहिँ 10वटा भन्दा बढी मोटरसाइकल बाटोमा एकैचोटि देख्नुभयो भने बाटो हालत खराब छ सार्वजनिक यातायातको भनेर चिन्नुहोस्। जुन देशमा जाँदाखेरि मोटरसाइकल देख्नु भएन नि अब सार्वजनिक यातायात राम्रो छ भन्ने कुराको सङ्केत हो कि। अब हाम्रोमा चाहिँ हेर्नुहोस् त तपाईँ चाहिँ सार्वजनिक यातायात यस्तो ध्वस्त बनाएर होइन कहीँ पनि राज्यले 5 पैसा लगानी नगरिकन अनि तपाईँले निजी गाडीलाई चाहिँ विलासिताको वस्तु भनिदिनुहुन्छ भन्दाखेरि यस्तो पनि नीति यस्तो पनि राज्यको नीति हुन्छ। मैले अघि भने नि सिकारी राज्य हो कि जहाँ पायो त्यही डसिहाल्यो हाम्रो राज्यले त्यस मान्छेलाई नागरिकलाई त्यहाँबाट डसबाट बाहिर ननिकाल्छ। हाम्रा युवालाई आजको युवालाई काठमाडौँमा हेर्नुहोस् न त कुनै कहीँ पार्क छ त दिल्लीमा जानुहोस् त तपाईँ कत्रा पार्क छ दिनभरि घुमेर सक्नुहुन्न। हाम्रा चाहिँ प्रेमिकालाई त्यो रवि लामिछानेले ठिकै भने हुँदैन। प्रेमिका भेट्ने पार्क पनि छैन कि प्रेम गर्न समेत राज्यले वञ्चित गरिदिएको छ। होटल पुलिस जान्छ होइन। तपाईँ सामान्य मान्छेहरूको चाहिँ होटलमा जुन मान्छेहरू चाहिँ जान सक्छन् राम्रो होटल लिन सक्छन् त्यहाँ गएर छापा मार्छ होइन पुलिसले फेरि। भन्दाखेरि यो किशोरहरूलाई जुन किशोर फ्रेन्डली पोलिसी हो कि हामीले सबै किशोरलाई हामीले राजनीतिमा ल्याउने हो र त्यो त देश त झन् पछाडि जान्छ नि। ती किशोरले आफ्नो करियर बनाउने बेलामा राजनीतिमा आयो भने त उनीहरू पनि भोलि अहिलेका नेता जस्तै हुने हो होइन। पढ्दाखेरि ओल्ड टाइमर हुने आइएससीमा होइन आइएमा 8 कक्षा 10 कक्षामा अनि ती त कहीँ पनि काम लाग्दैन। त्यस कारणले गर्दाखेरि उनीहरूको चाहिँ करियर बनाउनेमा उनीहरूलाई चाहिँ रोजगारी सिर्जना गर्नु पर्यो र पढ्दाखेरि अब हामीले चाहिँ पढ्ने बेलामा उसले पछि कमाएर तिर्ने गरेर हामीले पढ्दै पैसा दिनैपर्छ। पढ्ने विद्यार्थीलाई हामीले 20,000 रुपियाँ चाहिँ कमसे कम चाहिँ हामीले दिएर उसलाई चाहिँ सिपमूलक चाहिँ ठाउँमा उत्पादन सँगसँगै चाहिँ उसले चाहिँ पढ्ने वातावरण नबनाउँदासम्म हुँदैन र उसलाई रोजगारी नदिकन पनि हुँदैन र उसलाई चाहिँ सजिलो गरेर ऊ चाहिँ बिहे गर्ने बित्तिकै आफ्नो घरमा बस्न सक्ने आफ्नो चाहिँ साधन किन्न सक्ने त्यो तहमा नपुर्याउन्जेलसम्म आजको युवा चाहिँ सन्तुष्ट हुँदैन। त्यसै कारणले गर्दाखेरि हामीले नीति निर्माणमा चाहिँ पहिला त युथ फ्रेन्डली हाम्रो विन्डो पनि धेरै छैन। 12 वर्षपछि हामी पनि अलिकति बुढा भएको देशमा गरिन्छ। त्यो 12-13 वर्षको जुन विन्डो छ जहाँ चाहिँ हाम्रो पपुलेसनको सबभन्दा ठुलो चाहिँ युथहरूको छ यसलाई चाहिँ प्रयोग नगर्दासम्म साँच्चै भन्नुहुन्छ भने यो चाहिँ जेन्जी आन्दोलन त्यसको मर्मबाट यो सुरुवात हो र यसमा वैचारिक छैन भन्छ नि त्यो पनि होइन। मैले उहाँलाई चाहिँ मिनेन्द्र यादवजीलाई मार्फत हाम्रा किशोरहरूलाई चाहिँ यो के कुरा सुनाउन चाहन्छु भने
यस्तो प्रकारको आन्दोलनको वैचारिकी के हो भन्नुहुन्छ भने सबै विचारहरूलाई एक ठाउँ लिएर मेन शत्रुमा आक्रमण गर्ने, त्यसपछि विचार हुँदैन, त्यसपछि आफ्नो आफ्नो विचार हुन्छ। तपाईँ संसारकै चाहिँ पहिलो दशकको चाहिँ कलर रेभोल्युसन तपाईँ हेर्नुहोस् र दोस्रोमा अरब स्प्रिङ भनेर चाहिँ तपाईँ अम्ब्रेला रेभोल्युसनसम्म चाहिँ हङकङसम्म हेर्नुहोस् र त्यसपछिका चाहिँ श्रीलङ्का, बङ्गलादेश, नेपाल र मडगास्कर 4वटा चाहिँ यो 5 वर्षमा भए। यी सबै देशहरूको चाहिँ तपाईँले चाहिँ एउटा तपाईँले चाहिँ अब्जर्भेसन गर्नुहोस् र कमन फ्याक्टरहरूलाई चाहिँ अगाडि ल्याउनु भयो भने एउटा कुरा त्यसको वैचारिकी के छ भने त्यो विपक्षीसँग त्यहाँ दलहरू जुन जसका विपक्षमा छन्, अरब स्प्रिङको टोटल तपाईँले हेर्नुभयो भने सबै फोर्स, नागरिक फोर्स र विपक्षी मिलेर मेन चाहिँ त्यो सत्तालाई चाहिँ सत्ताच्युत गरेका छ। कलर रेभोल्युसनमा तपाईँले हेर्नुभयो भने टोटल चाहिँ त्यो युथहरू, ती सबै चाहिँ विभिन्न वैचारिकीमा उन्निएका युथहरू एक ठाउँ आएका छन् र त्यसले चाहिँ खास गरेर कम्युनिस्ट र लोकतन्त्र र कम्युनिस्टको जुन ठिमा प्रकारको चाहिँ अधिनायकवाद त्यहाँ चाहिँ जमेर बस्यो र सबै सैनिक शासन जस्ता भए, त्यसलाई चाहिँ पच्युत गरेका छ र ती सबै भागेर चाहिँ कहाँ गएका छन् भने चाहिँ रुस गएका छन् पहिलोमा। दोस्रोमा चाहिँ कि त रुस गएका छन् कि साउदी गएका छन्। अब तेस्रोमा चाहिँ बङ्गलादेश हेर्नुहुन्छ भने बङ्गलादेश अब सबै चाहिँ भारत गएका छन्। हाम्रा चाहिँ अलि भारत जाने तहको भएन, धेरै फास्ट गतिमा भयो, नत्र हाम्रो पनि भारतै हो फेरि होइन। त्रिभुवनदेखि हामी देखेकै छौँ जाने ठाउँ कहाँ हो भन्ने, अहिले सुपारे टारले मात्रै टर्यो। त्यसो हुनाले चाहिँ मलाई के लाग्छ भन्नुहुन्छ भने यसको वैचारिकी भनेकै यो विचारधारा होइन भने होइन, सबै वैचारिकी एक ठाउँमा आउने, जो सबैभन्दा सस्तो प्लेटफर्म मार्फत त्यो अहिलेको लागि सोसियल मिडिया छ, त्यसबाट चाहिँ त्यो मेन शत्रुलाई ढाल्नका लागि सबै वैचारिकी एक ठाउँमा आउने र अनि त्यसपछि चाहिँ त्यो चाहिँ निष्कर्ष हुने र नेपालमा पनि त्यही भयो। चाहे कलर रेभोल्युसन भन्नुहोस्, चाहे चाहिँ यो अरब स्प्रिङ भन्नुहोस्, सबैमा भएको यही नै छ। अझ पेरुसम्म यस्तो कम्युनिस्ट देशमा पनि त्यहाँ पनि चाहिँ यस्तो खालको रेभोल्युसन 2024मा चाहिँ उनीहरूले के अरे 2021मा कोभिड जब आयो, त्यो कोभिडको बिचमा चाहिँ त्यो कोभिडको बहानामा चाहिँ त्यहाँ विस्फोट भयो, तर त्यसलाई चाहिँ एकदमै निर्ममतापूर्वक चाहिँ त्यो दमन गरे। तर चाहिँ मलाई चाहिँ के लाग्छ भन्नुहुन्छ भने यस्तो खालको वैचारिकी जुन चाहिँ नयाँ वैचारिक होइन, यो विचारै छैन भन्ने होइन, वास्तवमा सबै फरक फरक विचारहरू एक ठाउँमा आएर अनि मेन शत्रुलाई ढालिसकेपछि फेरि आफ्नो विचारमा फर्किने होइन, त्यस्तो प्रकारको वैचारिकी हो यो। र यस्तो वैचारिकीले चाहिँ वास्तवमा धेरै ठुल्ठुलो काम पनि गर्यो त। श्रीलङ्का तपाईँ हेर्नुहोस् होइन, चाहे चाहिँ बङ्गलादेश हेर्नुहोस्, बाहना अलग अलग छन् होइन, बाहना अलग अलग छन्, तर वास्तवमा चाहिँ त्यसको चाहिँ सङ्घर्ष गर्ने तरिका चाहिँ एउटै नै छ। र उहाँको चाहिँ प्रश्नको कति न्याय हो मलाई थाहा छैन। र अर्को चाहिँ मेडमले सोध्नु भएको थियो यो जेन्जी आन्दोलनमा चाहिँ मलाई चाहिँ त्यो बाहिरको चाहिँ ठुलो भूमिका हो। यस्तो के हुन्छ भन्नुहुन्छ भने बाहिरको भूमिका, भू-राजनीति जहिले पनि हुन्छ, भू-राजनीति नहुने भन्ने कहीँ पनि हुन्न, संसारमा भू-राजनीति हुन्छ। तर त्यो भू-राजनीति चाहिँ कहिले प्रकट रूपमा देखिन्छ त भन्दा जब हाम्रा समस्या हामीले म्यानेज गर्न सक्दैनौँ, त्यो बेलामा विभिन्न ढङ्गले त्यस्तो त्यो कुराहरू देखिन्छ। उनीहरूको आर्थिक र जुन चाहिँ आर्थिक र सुरक्षा चासो हो, उनीहरूका लगानी पनि छन् यहाँ, त्यस्ता लगानीहरूको सुरक्षा र अर्को कुरा चाहिँ आफ्नै सुरक्षा पनि, जुन नेबर कन्ट्रीहरू हुन् उनीहरूले त आफ्नो सुरक्षा पनि हेर्छन्। त्यस कारणले गर्दा जब उनीहरू हाम्रो चाहिँ व्यवस्थापनमा चाहिँ एक्टिभ हुन्छन् तबसम्म त्यसलाई चाहिँ कूटनीति भनिन्छ। जब चाहिँ हामीले त्यो कुरा म्यानेज गर्न सक्दैनौँ, उनीहरूका इन्ट्रेस्टहरूलाई हामीले सर्भ गरिदिएर हाम्रो इन्ट्रेस्ट अनुकूल उनीहरूलाई डोराउन सक्दैनौँ, त्यो चिडियाखानाको बाघ जस्तै हो। त्यो चिडियाखानामा छन् नि, त्यो ठिक छ, बाहिर निकालिदिनु भयो भने के हुन्छ होइन, त्यसले आफ्नो सुरक्षा आफै गर्न थाल्छ बाघले। हेर्नुहोस् अहिले हामीले त्यसको सुरक्षा गरिदिएका छौँ र हामी सुरक्षित छौँ। त्यस्तै बाघ चाहिँ 200 चाहिँ काठमाडौँमा आयो भन्ने बित्तिकै त त्यो त अब त्यो सुरक्षा बाघको सुरक्षा बाघले गर्छ, हाम्रो सुरक्षा हामीले गर्नु पऱ्यो नि। हो त्यस्तै नै भू-राजनीति के हुन्छ भने कुनै पनि घटनाहरू जब चाहिँ मुलुकमा घट्छन्, त्यो घटनाको सापेक्षतामा हामीले उनीहरूका चाहिँ चासोहरूलाई, जुन उनीहरूका जेन्युन चासो हुन्, हामी पनि नेपाल अलिक ठुलो राष्ट्र हुन्थ्यो भने होइन, हामीले पनि चाहिँ सक्थ्यौँ भने हामीले पनि त्यो गर्थ्यौँ। हिजो तिब्बतमा गरेकै हो होइन, हामीले त्यो आक्रमण गर्ने भने होइन मैले, त्यसमा व्यापारिक कुराहरू हुन्छन् होइन, त्यसमा हाम्रो कम पहुँच होला सानो देश भएर, तर हाम्रा पनि त छन्, राजदूतहरू छन्, हामीले पनि कूटनीतिक रूपमा हाम्रोमा लगानी ल्या भन्छौँ। हो त्यहाँ मेन पावरका मान्छेहरूलाई लगिदिन थालेर पो यहाँ समस्या आएको हो त होइन, नेताहरूले पैसा लिएर राजदूत बनाउन थालेर पो हामी कहाँ चाहिँ राजदूतकै काम गर्न नसक्ने कुटनीतिकै नभए देश त होइन नि होइन। यदुनाथ खनाल जस्ता मान्छेहरू त यहीँ त पुग्थे नि होइन, भेषबहादुर थापाजी पनि अहिले पनि हुनुहुन्छ, उहाँहरूले राम्रो गर्नुभयो भने हामी पढ्छौँ। त्यस्तै अरू कैयौँ राजदूतहरू अहिले पनि गरिरहनु भएको छ, राम्रो गर्नुभएको छ, सबै त त्यो होइन।
तर हामीले चाहिँ त्यो मेरिटोक्रेसी भन्दा त्यो आफन्तलाई लिएर जान थाल्यौँ, जसले गर्दा त्यो कुट्ने भूराजनीतिमा अलिकति फेरि मैले यहाँ वामपन्थीलाई दोष दिनै पर्ने हुन्छ। यो मामिलामा वामपन्थीहरूले के गर्छन् भने उनीहरूले शत्रु भेटाएनन् भने चाहिँ आफ्नै घरमा पनि शत्रु बनाउँछन् कि, र धेरै जसो षड्यन्त्रको चाहिँ सिद्धान्त उनीहरूले बढी प्रत्यारोपण गरेका छन् समाजमा। किनकि त्यसरी चाहिँ हाम्रो देशमा अहिले एकाएक चाहिँ हाम्रो देशमा चाहिँ यत्रो आन्दोलन गराइदिने कसैलाई पनि त्यो फुर्सद पनि छैन। र हाम्रो बारेमा हामीले त सोच्दैनौँ यति धेरै, हाम्रो बारेमा कहाँ सोच्ने फुर्सद हुन्छ ठुला ठुला देशहरूलाई? उनीहरूले आफ्नै बारेमा सोच्ने फुर्सद पाइरहेको हुँदैन। हामीलाई के लाग्छ भने जति बेला पनि नेपालको बारेमा चिन्ता लिएर बसेको छ अमेरिका पनि, भारत पनि, चाइना पनि भन्ने हामीलाई चाहिँ लाग्छ त्यस्तो हुँदैन यथार्थमा। त्यो गरेका पनि छैनन्, त्यो चिन्ता लिने उनीहरूलाई नै फुर्सद छैन। उनीहरूका समस्या हाम्राभन्दा धेरै ठुला छन्। उनीहरू चाहिँ त्यो ग्लोबल पोलिटिक्समा खेल्नुपर्ने हुन्छ, उनी नेपालको पोलिटिक्समा खेल्न त्यति धेरै भ्याउँदैनन्। हो, कतिपय हाम्रा गलत नीतिहरूले गर्दा, हाम्रा नेताहरूको अदूरदर्शिताले गर्दा, हाम्रो कूटनैतिक असक्षमताले गर्दा उनीहरू कहिलेकाहीँ हाम्रो इन्ट्रेस्टभन्दा बाहिर बढी प्ले गरेको हुन्छ र यस्ता कुराहरूमा उनी चनाखो भएर देखिन्छन् र हामीभन्दा उनीहरू चलायमान देखिनु, त्यसलाई त्यो भूराजनीतिक आँखाबाट हामीले त्यस्तो देखिनु अस्वाभाविक होइन, तर यथार्थमा त्यस्तो हुन्न। अर्को कुरा, निजी क्षेत्रलाई चाहिँ हामीले प्रवर्धन गर्नु भनेको अन्तिममा वास्तवमा निजी क्षेत्र पनि मैले दुईटा निजी क्षेत्र भनेको थिएँ। एउटा चाहिँ राज्य सत्तासँग मिलेर दोहन गर्ने निजी क्षेत्र छ यहाँ। पहिला भारतले पनि यो टाटा बिर्ला भन्छौँ नि हामी, होइन, ती राज्यले बनाएका चाहिँ उद्योगपति हुन् कि, तर उनीहरू त्यो राज्यसँग टाँसिएर बसेन, ठुलो निजी क्षेत्रको रूपमा उनीहरू प्रमोट गरे। हाम्रोमा पनि राणाहरूले, शाहहरूले पनि बनाएको थिए, तर उनीहरू सबै पेन्ट डुबाएर अमेरिकातिर भागेका हो कि पहिला। त्यसो हुनाले चाहिँ निजी क्षेत्र राज्यले बनाउने होइन। अहिले त त्यो कन्सेप्ट त राज्यले होइन कि, राज्यले निजी क्षेत्रलाई उसलाई चाहिँ सहजीकरण गरिदिने हो कि राज्यले। हाम्रोमा के छ भन्दाखेरि प्रत्येक नेताका निजी क्षेत्र छुट्टै छन्। अहिले तपाईँ हेर्नुभयो भने त्यही मात्रै यहाँ टिक्न सक्ने भयो कि, सबैका दुईटा चाहिँ खाता हुन्छ। एउटा चाहिँ अब गएर हाम्रोमा कस्तो चलन छ भन्नुहुन्छ भने यसपटक त ल तपाईँले चाहिँ कर चाहिँ 32 करोड जति तिर्नु पर्यो है, नत्र गाह्रो छ भनेर हाम्रा चाहिँ सचिवहरू जान्छ। अनि उसले दुईटा नराखेर के, राज्यले नै दुईटा राखिरहेछ। अब उसले 45 करोड तिर्न पर्नेमा 33 करोड तिर्न भनेको छ सरकारले भन्दाखेरि बिचरा उसलाई धेरै नाफा पनि भयो, ल ठिकै छ भन्ने भयो। अब कसैलाई चाहिँ ल मान्नुहोस् 29 करोड उसले नकमाएर उसले चाहिँ 27 करोड कमायो भने 2 करोड त तपाईँले पऱ्यो फेरि। यसरी नै हाम्रो अर्थव्यवस्था चलिरहेको छ। यो कति भन्ने कति नभन्ने मात्रै हो, होइन। त्यस कारणले गर्दाखेरि जेन्युन चाहिँ निजी क्षेत्रको जेन्युन उद्योगपति, जेन्युन एन्टरप्रेनर यहाँ काम गर्न नसक्ने भयो। जसले चाहिँ अलिकति 2 नम्बर गर्न सक्छ त्यो मात्रै बाँच्ने भयो। नेतासँग विशेष सम्बन्ध राख्ने भयो, होइन, नेताले चाहिँ विभिन्न सूचनाहरूलाई दिने भयो, होइन। अब चाहिँ त्यस कारणले गर्दा हाम्रो निजी क्षेत्र स्वस्थ भएन। त्यसो हुनाले स्वस्थ निजी क्षेत्र चाहिँ पलायन हुँदै जाने भयो, खराब निजी क्षेत्र राजनीति जत्तिकै खराबसँग सङ्गत गर्दै जाने भयो। त्यस कारणले यो नगर्नका लागि पहिला राजनीति सम्झिनु पर्यो। राजनीति अस्वस्थ नहुन बित्तिकै निजी क्षेत्र स्वस्थ हुन्छ। उसलाई चाहिँ हामीले राज्यले सहजीकरण गरिदिने हो, राज्यले त्यसलाई फल्ने फुल्ने वातावरण बनाइदिने हो। निजी क्षेत्र आउने नाफाकै लागि हो, उसले नाफा कमाओस्, तर राज्यले तोकिदिएको निर्धारण गरेको एउटा सीमाभित्र उसले नाफा कमाओस्, रोजगारी सिर्जना गरोस्। यसका लागि चाहिँ तपाईँ प्रत्येक चाहिँ कम्युनिस्ट पार्टीहरूका ट्रेड युनियन गएर जब चाहिँ थर्काउन थाल्छन् र सेयर माग्न थाल्छन्, प्रत्येक गाउँले चाहिँ एउटा हाइड्रो पावर बनाउन पाएको छैन, सबै नेताका मान्छेहरूलाई सेयर दिनुपर्छ। कसरी निजी क्षेत्र फस्ट हुन्छ? कसरी तपाईँले स्वस्थ चाहिँ आर्थिक जग्गा हाल्नुहुन्छ, होइन? यी कुरालाई चाहिँ अबका पार्टीहरूले के गर्छन्? यही हो समस्या। हेर्नुहोस्, हिजोसम्म केही पनि हुँदैन, आज यत्रो सम्पत्ति एकैचोटि कसरी हुन्छ मान्छे? यही कारणले भइरहेको छ। तपाईँले चाहिँ बिना अर्थ, अब शिक्षा मन्त्री भएको छ, ल तेरो चाहिँ कलेजमा चाहिँ मैले एफिलिएसन दिन्छु न, यति % मलाई दियो भने आज प्रत्येक चाहिँ नेताले चाहिँ सेयर लिएको छ। हस्पिटल बन्यो सेयर लिएको छ, हाइड्रो बन्यो सित्तैमा सेयर लिएको छ। अनि कसरी चाहिँ निजी क्षेत्र फस्ट हुन्छ? त्यसै कारणले हामी चाहिँ नेता धनी हुँदै जाने, कर्मचारी धनी हुँदै जाने, अनि चाहिँ खास चाहिँ जुन जसले घुस खान्न त्यो कर्मचारी सरुवा हुने, होइन, नेतृत्व गर्न अब पैसा नभएको मान्छे चुनावमा उठ्नै नसक्ने। यो भएको त यही कारणले हो नि त। त्यसो हुनाले हामीले स्वस्थ राजनीति बनायौँ भने मात्रै स्वस्थ निजी क्षेत्र हुन्छ, र स्वस्थ निजी क्षेत्रले मात्रै रोजगारी सिर्जना गर्छ, स्वस्थ निजी क्षेत्रले मात्रै स्वस्थ मुलुक बनाउँछ। र त्यसले चाहिँ बल्ल हामीलाई चाहिँ यो निम्न आयबाट जुन घिसिरिरहेछौँ हामी एकदमै घिसिरिरहेछौँ, अहिले हामी हिँड्नै सकेका छैनौँ। यसलाई चाहिँ मध्यम आय भएको मुलुकमा रूपान्तरण नगर्दासम्म यो घिस्रिने प्रक्रिया हाम्रो चाहिँ कहिले पनि उठ्नेवाला छैन। हुन्छ, हस्।
पक्कै पनि जति निजी क्षेत्रको विकासको निम्ति हामी प्रतिबद्ध छौँ त्यति नै क्रोनिक क्यापिटलिजमलाई रोक्न निम्ति पनि हामी कटिबद्ध छौँ र विशेष गरी जेनजी डेमोक्रेट्स हामीले सुरु गर्दै गर्दाखेरि जेनजी विद्रोहको मर्मलाई संस्थागत गर्नु निम्ति र लोकतन्त्रलाई डेमोक्रेसीलाई कसरी कन्सोलिडेट गर्न सकिन्छ भन्ने हाम्रो एउटा प्रयत्न थियो र आज हामीले यस श्रृङ्खलामा पनि कसरी चाहिँ लोकतन्त्रलाई सुदृढ गर्न सकिन्छ भन्ने सेरोफेरोमा नै रहेर र बदलिएको काङ्ग्रेसले कसरी देशलाई बदल्छ भन्ने सेरोफेरोमा हामी चर्चा गर्यौँ र यस कार्यक्रमलाई छलफल सकिएको छ तर औपचारिक रूपमा यस कार्यक्रमलाई समापन गरिदिनुको निम्ति नेपाली काङ्ग्रेस पार्टीको प्रवक्ता आदरणीय देवराज चालिसेजीलाई हार्दिक अनुरोध गर्दछु। हेलो ल ठिक छ म यो वास्तवमा अलिक ढिलो आएर सेवा चाहन्छु। मेरो साथी मुमराम खनालजी युनिभर्सिटी हामी सँगै थियौँ उहाँलाई बोलाएँ मैले हिजो म कपिल वस्तु हुन्थ्यो उहाँलाई यहाँ बोलाउने म आफू नआउने यो राम्रो देखिएन भनेर म जसरी पनि पुग्छु भनेर म आएको हो। उहाँको विद्वताबाट हामी प्रभावित छौँ धेरै उत्प्रेरित भएका छौँ एकदमै इन्सपायर गर्नुभएको छ विशेष गरेर उहाँले जुन किसिमको ऐना देखाइरहनु भएको छ हामीलाई उहाँले देखाएको ऐना हेरेरै हामी हिँडिरहेका छौँ त्यसलाई म उहाँलाई धेरै धन्यवाद दिन चाहन्छु र मेरो एउटा उहाँले मलाई राजनीति शास्त्रको विद्यार्थी भएको कारणले एउटा शब्द म यहाँ कोइन गरिहालेँ यो वामपन्थी भन्ने शब्द मेरो बुझाइमा है मलाई म रङ छु जस्तो लाग्दैन। वामपन्थी भन्ने शब्द र कम्युनिस्ट भन्ने शब्द चाहिँ फरक हो। वामपन्थी भन्ने शब्द चाहिँ इनफ्याक्ट के चाहिँ छ भने 1789 फ्रेन्च रिभोल्युसनमा नेसनल एसेम्ब्लीमा जो परिवर्तनका विपक्षमा थिए राजतन्त्रका समर्थक थिए परिवर्तनका विरोधी थिए ती मान्छेहरू लेफ्टमा बस्थे यसरी राइटमा बस्थे जो उनीहरूको अपोज गर्थे चेन्ज चाहन्थे उनीहरू लेफ्टमा बस्थे लेफ्ट र राइट त्यहाँबाट सुरु भएको विषय हो यो। त्योभन्दा अगाडि 1642 इङ्ल्यान्डको सिभिल वारमा यो फार लेफ्ट भन्ने शब्द त्यहाँबाट सुरु भएको जस्तो लाग्छ है मलाई फार लेफ्ट 1642 को कुरा हो यो। त्यसले गर्दा यो कम्युनिजम 1848 मेनिफेस्टोको रूपमा त्यहीँदेखि औपचारिकता त्योभन्दा अगाडिको कम्युनिजमलाई अर्कै परिभाषामा हेरौँ औपचारिक रूपमा मेनिफेस्टो आइसकेपछि कम्युनिजमको प्रारम्भ भयो त्यसलाई हामीले लेफ्ट भन्ने कि नभिन्ने म त्यसलाई म भन्छु। अब तपाईँको प्राइभेट जस्तो अरू त धेरै नभनौँ उसको अर्थतन्त्रसँग जोडिएका विषय या कार्ल मार्क्सका आफ्नै सिद्धान्तहरूलाई यो अहिले बदलिएको युगमा ती वामपन्थी विचार हुन् कि ती पुरातनपन्थी विचार हो धेरै प्राचीन मलाई लाग्छ सार्वजनिकता अर्थतन्त्र विशेष आर्थिक मोडलमा राजनैतिक मोडलमा ती समाप्त त्यसको औचित्य सार्वजनिकता समाप्त भयो जस्तो मलाई लाग्छ। अहिले भाइले एउटा कुरो भन्नुभयो हाम्रो बुझाइमा कस्तो छ भने सेन्टर भनेको प्रेजेन्ट हो कि त्यो प्रेजेन्टलाई हामी कसरी व्याख्या गर्छौँ भने एकाउन्टेबिलिटीमा व्याख्या गर्छौँ। जनताको अधिकार जनता मालिक हो र जनताको लागि सरकार हो सत्ता हो भन्ने प्रणालीलाई सेन्टरमा हेर्छौँ हामी। जुन सत्ता सरकार जनताको प्रिय छैन जनताको पक्षधरता लिँदैन त्यो सरकार बदलिन्छ। सेन्टर भनेको राइटमा अधिकारसँग जोडिएको विषय हो प्रेजेन्टसँग जोडिएको विषय हो। अगाडि उहाँले भने जस्तै राजमार्ग हो त्यो लक्ष्य त जनताको प्रोस्पेरिटी हो तर त्यो सरकारले लिने बाटो के हो भनेको सेन्टर बाटो हो कि राइट बाटो हो कि लेफ्ट बाटो हो मलाई लाग्छ मैले बुझेको यही हो। अर्थतन्त्रको सवालमा है यो राजनीतिक विचारको सवालमा अधिकारसँग जोडिएको प्रश्न होइन कि इकोनोमिक्स टर्मिनोलोजीमा हेर्नु भने लेफ्ट या कतिपय कुराहरू भन्ने बित्तिकै त्यसमा रिफर्मका कुरा सुधारका कुरा ट्याक्सका कुरा वेलफेयर स्टेटका कुराहरू प्रोस्पेरिटीका कुराहरू धेरै चिजहरू त्यताबाट आउँछ। अब नेपालको सन्दर्भमा नेपाली कङ्ग्रेस चाहिँ कस्तो थियो भने सेन्टर टु राइट सेन्टरमा हिँड्दै जाने अधिकार पनि लोकतन्त्र डेमोक्रेसीले त्यसलाई संरक्षण गर्दै जान्छ। समाजवाद भनेको तपाईँको निश्चित उहाँले भन्नु जस्तै समाजवाद यसको चाहिँ जनताको प्रोस्पेरिटी यसको लक्ष्य हो।
लेफ्टमै जाने हो। अब यहाँ कस्तो छ, विशेष गरेर लेफ्ट टु सेन्टर पनि आएका छन् पार्टीहरू। अब यहाँ कतिपय पार्टीहरू कि सेन्टर टु राइट पनि जान सक्ने खालको पार्टीहरू पनि छ। यसलाई यही टर्मिनोलोजी मात्रै हेरौँ, त्यहाँ धेरै हेर्नु पर्ला जस्तो मलाई लाग्दैन। विशेष गरेर म यो नेपाली कल्चर रूपान्तरण, अघि भाइले एकदम मिठो क्वेसन गर्नुभएको थियो, उहाँले राम्रो उत्तर दिनुभयो। त मलाई के लाग्छ भने यो काङ्ग्रेस उहाँले 3 सालको उदाहरण जोड्नुभयो, 3 सालमा जोड्नुभयो, 16 सालमा जोड्नुभयो। त्यति बेलाको कङ्ग्रेस भनेको भ्यालु बेस्ड पोलिटिक्स गर्ने पार्टी, मूल्यको लागि राजनीति। त्यही मूल्यको लागि राजनीति गर्ने राजनीति के गरे, पार्टीका बलिदान, जनताको अधिकारको लागि बलिदानबाट आरम्भ भएको छ नि त। अब राजनीति त्यागबाट भएको छ नि त, मृत्युवरणबाट भएको छ नि त। जनताको अधिकारको लागि मृत्युबाट सिर्जना गरेको राजनीति हो नि कङ्ग्रेस। त्यसरी यो भ्यालु बेस्ड पोलिटिक्स जुन मूल्यका लागि राजनीति गरिन्छ, राजनीति त्यसले सत्तासँग सम्झौता गर्दैन, शक्तिसँग सम्झौता गर्दैन। शक्ति भ्रष्टीकरणको बाटो हाम्रो बुझाइमा लर्ड एक्सनले भनेको छ नि त, एब्सोल्युट पावर एब्सोल्युटली धेरै शक्तिले मान्छेलाई भ्रष्टीकरणको बाटोमा लान्छ भन्ने उहाँको लर्ड एक्सन भनेको ठुलो एउटा राम्रो भनाइ थियो। यसमा कङ्ग्रेसको चाहिँ के चाहिँ छ भने, पछि हामी किन डिरेल भयो, बाटो बिराएको कहिले भने जब हामी सत्तालाई प्रधान मान्यौँ। सत्तालाई प्रधान मान्ने विषयले हामीलाई कहाँ पुर्यायो, गठबन्धनको संस्कृतिसँग पुर्यायो। नेपाली कङ्ग्रेसले सत्तालाई प्रधान मान्दा कहिले माओवादीसँग, कहिले एमालेसँग गठबन्धन गर्ने संस्कृति हामीले भित्र्यायौँ। त्यो संस्कृतिले के गर्थ्यो भने जनताको प्रश्न उठायो। यो अहिले यो विकृतिको निर्माण सत्ताको राजनीति निर्माण गर्छ। यसैले मैले धेरै यसमा लामो कुरा नगरौँ, उहाँकै भनाइमा म सहमत छु। यसमा धेरै जस्तो कुराहरूमा विशेष गरी यो पछिल्लो यो जेनरेट मुभमेन्ट छ, हाम्रो साथीहरू जेनरेट साथीहरूले गर्नुभएको छ प्रोग्रामहरू। यो मुभमेन्ट पछि यो मुभमेन्टको पनि एउटा विशेषता के चाहिँ छ भने 7 सालको क्रान्ति पछिको नेतृत्व राजनीति परिवर्तनका पक्षधरको हातमा थियो, क्रान्तिका नायकहरूको हातमा। 46-47 सालको आन्दोलन पछिको नेतृत्व कङ्ग्रेसले गर्न पायो। परिवर्तन, व्यवस्था परिवर्तन थियो। 7 साल व्यवस्था परिवर्तन थियो। 62-63 एक अर्थमा त्यो व्यवस्था परिवर्तन पनि हो। यो चाहिँ व्यवस्था परिवर्तन होइन, सरकार परिवर्तन देखियो है, व्यवस्था परिवर्तन देखिएन भने यो त्यही प्रणालीभित्रको नयाँ सरकारको चुनाव हुँदैछ। अब यो प्रणाली नयाँ होइन, उही प्रणालीभित्र नयाँ सरकारको चुनाव हुँदैछ भने को पुरानो को नयाँ, बडा सङ्गीन प्रश्न छ यो। को पुरानो हुन्छ, को नयाँ हुन्छ? सबैभन्दा नयाँ नेतृत्वको दृष्टिकोणले हेर्नु सबैभन्दा कान्छो र नयाँ पार्टी त काङ्ग्रेस देखियो नि त। अधिवेशनबाट नयाँ नेतृत्व स्थापित भएको छ नि। नीति र विचारका दृष्टिकोणले हेर्नु, रूपान्तरणका दृष्टिकोणले हेर्नु सबैभन्दा आधुनिक र परिवर्तनशील काङ्ग्रेस देखियो नि त। योभन्दा सुध्रिएको बदलिएको कुनै पार्टी छ? कुनै पार्टी छैन। इतिहासको धरोहर मात्रै होइन, भविष्यको सम्भावना र भरपर्दो भविष्य जसको ट्रस्ट गर्न सकिन्छ, विश्वास गर्न सकिन्छ। हाम्रो मत त्यति रिस्क त होइन, गरिन सक्दैनौँ नि त। न टेस्टेड छ, न कुनै सम्भावना छ भोलि। त्यति रिएक्सनमा जन्मिएको पार्टी होइन, प्रतिक्रियामा निर्माण भएको पार्टी त होइन नि कङ्ग्रेस। त्यसैले कुनै चिज मन परेन, कुनै तपाईँको एन्टी कन्भेन्सी भनौँ न, त्यसमा आधारित भएर आएका प्रतिक्रियाको आधारमा निर्माण भएको एउटा मुभमेन्टलाई दलको नाम दिएर त्यसैको आधारमा एउटा कुनै चेन्जेस भयो भने भोलिको त्यो खतरा धेरै ठुलो तपाईँको के हुन्छ भने अदृश्य परिवर्तन, अदृश्य चिजहरूले काम गर्न सक्छ। त्यसैले म यहाँ के भन्न अनुरोध गर्न चाहन्छु, अहिले अपराइजिङ पनि नभनौँ, यो अफेबलै भनौँ होइन, ठुलो एउटा हो जनताको असन्तुष्टिको, हामी ममा तपाईँमा सबैमा असन्तुष्टि थियो। यो असन्तुष्टिको ट्रिगर जेनरेट मुभमेन्ट भएको। यो परिवर्तनले सुशासन र स्थायित्व भ्रष्टाचारको विरुद्धमा जुन चिजले नागरिकहरूले आहत फिल गरेका थिए, सरकारी सेवा प्रदाय संस्थाहरू दुःख दिने संस्थाको रूपमा स्थापित थिए। कर तिरेका संस्थाहरू जनमैत्री थिएनन्। हरेक दृष्टिकोणले जनतामा एउटा निराशा, विद्रोहको एउटा चिज सञ्चित हुँदै गएको थियो। त्यो भएको बेलामा एउटा विस्फोट भएको। अहिले यो विस्फोटले व्यवस्था बदलेको रहेछ कि अवस्था बदल्ने विस्फोट चाहिँ? यो अवस्था बदल्ने विस्फोट जुन जनताले दिशा निर्देश गरे त्यसलाई काङ्ग्रेसले आत्मसात गर्यो। अब अवस्था बदल्न
नेतृत्व पनि बदल्नुपर्छ, नीति बदल्नुपर्छ, सम्पूर्ण रूपमा हामी चेन्ज रूपान्तरित भएर जनतामा जानुपर्छ। यही कमिटमेन्टका साथ अहिले कांग्रेसले यो किसिमको तलैबाट आएको हो। उहाँले सही भन्नुभएको, यो कांग्रेस जन्मा 37 लाख हाम्रो भोट मतदाताहरूमा तलैबाट आएको विद्रोह हो, तलैबाट आएको चेत हो। यो चेतका अगाडि परिणाममा टुङ्ग्यो नि चेत त निष्कर्षमा पुग्यो। अब नेपाली जनताका अगाडि हामी के देखिया छन्, बदलिएको कांग्रेस, सच्याएको कांग्रेस मात्र होइन, यही कांग्रेसको आधारमा सुरक्षित भविष्य निर्माणका क्रममा हामी वचनबद्ध छौँ। हाम्रो गतिविधिले उहाँले भनिसक्नु यो सुरुवात हो, यो अन्त्य त होइन। हाम्रो स्टेजहरू बाँकी नै छन्। हरेक घटनाक्रमले, हरेक नीतिले, अभ्यासले, आचरणले, शैलीले हामीले त्यसलाई प्रमाणित गर्नु नै छ। यो चुनौती हामी स्वीकार गरेर अगाडि आएका मोहरामजीलाई विशेष गरेर धेरै धेरै धन्यवाद दिन चाहन्छु। उहाँसँग औपचारिक अनौपचारिक भेटघाट त भइ नै रहन्छ र साथीहरूलाई पनि धन्यवाद आभार व्यक्त गर्दै समापन भएको जानकारी गराउन चाहन्छु।